दर्शकवृन्द नमस्कार। नानी बाबु संवाद श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। यस श्रृङ्खलामा हामी बालबालिकाहरूको संसार, संस्कार, शिक्षा, सपना र सरोकारहरूबारे संवाद गर्ने गर्छौँ। आजको संवाद विशेष छ किनभने आज हामीसँग विशिष्ट अतिथि हुनुहुन्छ जसले नेपालको शिक्षा क्षेत्रमा लामो समयसम्म महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ र उहाँको नाम नै काफी छ। आजको अतिथि हुनुहुन्छ प्राध्यापक डाक्टर विद्यानाथ कोइराला सर। म उहाँलाई नानी बाबु संवाद श्रृङ्खलामा हार्दिक स्वागत गर्दछु। स्वागत छ सर। धन्यवाद। अब कहाँबाट कुरोको चुरो सुरु गरौँ? हजुर त अब नेपालको जाने मानेको सबैले मान्ने शिक्षाविद। खासमा यो शिक्षा भनेको चाहिँ के रहेछ सर? भएको कुरो बाहिर निकाल्ने हो। केटाकेटीसँग जे क्षमता छ कसरी बाहिर निकाल्ने हो भन्ने हो। उनीहरूसँगै भएको कुरालाई बाहिर निकाल्ने कि बाहिरबाट नै केही दिने हो? गजब ल्याउनु हो। बाहिरबाट दिने हो भनेको चाहिँ तहलाउने हो। भित्रबाट निकाल्ने भनेर भनेको उनीहरूलाई अगाडि बढाउने हो। अब बाहिरबाट दियो भने हामी भने जस्तो गर्छन्, हजुर। भित्रबाट निकालिदियो भने उनले भने जस्तो हामीले गर्नुपर्छ, त्यति हो। अनि के सजिलो गाह्रो हो हामी गरिराखे हो त? अहिले कसो शिक्षा? वास्तवमा के हो भनेदेखि नि अहिलेसम्मको हाम्रो संस्कृति के रहेछ भनेदेखि नि हामीले तिनलाई सिकाउनुपर्छ भन्ने रहेछ। त्यसले निरन्तरताको कुराकानी गर्दो रहेछ। अबको केटाकेटीहरू निरन्तरतामा अट्दैन, नअट्ने भइसक्यो, ठुलो भइसक्यो। अब उसले उसको ज्ञानको सीमा फराकियो। ज्ञानको सीमा फराकिने बित्तिकै अब उनीहरूलाई चाहिँ नि बाहिरको कुरा हाल्ने भनेको कसरी हाल्ने भन्ने सोध्नुपर्ने अवस्था हो। नगर भन्यो भने टेर्दैन। अहिले किन नगर्ने? तपाईँले गर्नुहुन्छ, मैले हुँदैन भन्ने बित्तिकै जवाफ के दिने हो? ठुला मान्छेलाई मुख लाग्छ भन्नु भएन फेरि तह भयो होइन। उनी त समान भयो नि, समानलाई तह बनाउनु त मिलेन। फेरि केटाकेटीहरू थोरै छन्, हुर्काएको छ माया गरेर, त्यसरी भन्नु पनि नसकिने भयो। अब उसलाई त के भन्नुपर्ने हो भने किनभने कारण छ नि, विज्ञानको कारण होला, सामाजिक कारण होला, के कारण हो त्यो भनिदिएपछि बल्ल उसले चाहिँ के गर्छ, ए यो पो रहेछ भन्ने महसुस गराइ हुन्छ। त्यसले अब बाहिरबाट थप्ने तरिका पनि अब बदल्नु पर्ने हो। भित्रबाट ल्याउने तरिकाको निम्ति अर्को सोचाइ भयो। किनभने हाम्रो शिक्षकले किताब पढाउँछ, हामी त्यो सरकारले पाठ्यक्रम दिन्छ, गर्नुपर्ने चाहिँ विद्यार्थी पढ्नुपर्ने हो। पढ्ने नै उल्टो भइसक्यो। अब पाठ्यक्रम पढेर काम हुँदैन, पाठ्यपुस्तक पढेर पनि काम हुँदैन। अलिअलि त चाहिने हो कि होइन? त्यसले एउटा बाटो चाहिन्छ। एउटा शब्दहरू छन् अहिले अब चलतीमा के छ भने बियोन्ड टेक्स्ट बुक, बियोन्ड करिकुलम भन्छन्। अब त्यो अटाउँदैन कि बच्चा, किनभने किताबमा जे लेखिया छ त्योभन्दा अगाडि संसार दोहोरिसक्यो। त्यसमाथि पनि अहिले त एआईको जमानाले यस्तो भइसक्यो कि प्रविधि बदलिन्छ, त्यो किताब त 1 वर्ष त त्यसै बस्छ। अति नयाँ बनायो नि 1 वर्ष त पुरानै हो। अब त्यो भन्दा त सकिँदैन। त्यो भने त के शिक्षकले अध्यापन गर्नुपर्ने हो। शिक्षक फेरि पछाडि भयो, किनभने शिक्षक भन्दा नि पछाडिका शिक्षक नै छन् हाम्रा त। हो नै हो, सधैँ पछाडि हुन्छ। त्यो हुने जातै त्यही हो, सधैँ पछाडि हुने कारण के हो भने प्रविधिले शिक्षकभन्दा विद्यार्थी अगाडि गयो। अब विद्यार्थी अगाडि गइसकेपछि शिक्षक पछाडि हुने त कुनै नौलो भएन। अब त्यहीँनिर के हुने भयो, केटाकेटीलाई ल कसले जानेछ भन त भनिदियो भने उनी मक्ख परेर भन्न थाल्छ, स्याबास भनेर भन्यो। उनीहरूले भनेको कुरामा मैले कसरी जोड्न सक्छु, त्यही कुरालाई म कसरी विश्लेषण गर्न सक्छु, त्यहीबाट म नयाँ चिन्तन कसरी दिन सक्छु, त्यहीँबाट म सिर्जना कसरी गराउन सक्छु, त्यहीँबाट म कमाउने तरिका कसरी सिकाउँछु, त्यहीँबाट मेरा पुर्खाको ज्ञान र यो आधुनिक ज्ञानसँग जोड्ने कला कहाँनिर गर्न सक्छु, त्यहीँबाट भोलिको संसारमा त्यसलाई कहाँनिर लगेर लान सक्छु। त्यो खालको हैसियत हाम्रो शिक्षकसँग हुनुपर्छ। पीडा त्यहीँनिर हो अहिलेको। यो शिक्षाको कुरा अब मैले खालि हजुरको नामको अगाडि जोडिने गरेको विशेषण शिक्षाविदको मात्रै पहिला यो गर्न खोजिरहेको छु। अनि विद भनेर नि हाम्रो नेपालमा विद भनेर आर्टिकल लेखेपछि विद हुन्छ कि, अब जस्तो कि एउटा पिएचडी रिसर्च गरेपछि विद हुन्छ कि, विद हुनेको मापन चाहिँ कहाँ हुन्छ? यद्यपि मैले हजुरलाई चाहिँ यो प्रतिलक्षित होइन कि अरू पनि धेरै विदहरू निस्किया छन् कि, त्यो विद हुनेको मापन के जस्तो लाग्छ हजुरलाई? मलाई चाहिँ पत्रकारको रहर मात्रै भन्छु। अब मलाई लाग्छ हाम्रो पुर्खाको चिन्तनलाई बोक्ने हो भने सिक्ने प्रवृत्ति चाहिँ विद हुने तागत हो।
सिकिसक्यो भनेर होइन कि सिक्ने एउटा जिल जहाँ छ त्यसलाई जिज्ञासा भनौँ न। जिज्ञासा हो। त्यो जिज्ञासा भइरहेको मान्छे विद हुने रहेछ हो, किनभने त्यसले चाहिँ दिने चिज नयाँ नयाँ पाइरहन्छ नि। अब जिज्ञासा मऱ्यो भने त्यो अविध हुने रहेछ, अब त्यो विध हुने रहन्छ। विज्ञको पनि त्यही रहेछ, किनभने ऊ विज्ञ हो भनेर चाहिँ के को विज्ञ, कति बेरसम्मको विज्ञ हो, हिजोको विज्ञ होला तर भोलिको विज्ञ हो कि होइन। उही अघि विद्यार्थी अगाडि भने जस्तै त्यो विध पनि कति अगाडि हुन्छ। त्यसैले सामान्य चलनचल्तीमा चाहिँ के भन्ने चल्छ भने कुनै विषयको ज्ञाता भयो भने त्यसलाई विज्ञ मात्रै भन्ने, त्यसमा जान्दछ भन्ने। विद भन्नाले समग्रमा भन्न सकिन्छ भन्ने अर्थमा चाहिँ प्रयोग गर्छन्। तर मैले चाहिँ नि बुझेको के हो भनेदेखि पत्रकारहरूले राखिदिए नाम हो। अब पुस्ता जसरी अगाडि बढ्दै जाँदाखेरि पहिलाको भन्दा बढी शिक्षित हुँदै आएको जस्तो देखिन्छ नयाँ नयाँ पुस्ताहरू। त्यो खासमा सही अर्थमा शिक्षित भएको हो कि जानकार मात्रै भयो? अहिले त जानकार मात्रै हो। जानकार किन हो भनेदेखि नि अहिले चाहिँ नि त्यही भयो हुनाले केटाकेटी र शिक्षकको बिचको अन्तराल, केटाकेटी र बाबुआमाको बिचको अन्तराल, केटाकेटी र योजनाकारहरूको बिचको त्यो अन्तराल भएकै कारण नै त्यही हो। किन भनेदेखि नि उसले सूचना मात्रै बोक्यो। सूचना त जहाँसुकैबाट पाइने भयो। त्यो सूचना पढाउने न शिक्षकको काम हो, न प्राध्यापकको काम हो, न बाबुआमाको काम हो, कसैको कामै भएन। किनभने सूचनामा बच्चा पुगिसक्यो कि उसले खोज्ने बित्तिकै हुर्र उत्तर आउने एआईमा पुगिसक्यो। अब त्यो पुगेको बच्चाको निम्ति सूचना काम गर्दो रहेनछ। त्यो सूचनाले काम नगरेपछि ऊ शिक्षित भएन, ऊ दीक्षित पनि भएन। हाम्रा पुर्खाको भाषामा ऊ विद्या जान्ने पनि भएन, अविद्याको जानकार पनि भएन, दुईटालाई समन्वय गर्ने तागत पनि भएन। किनभने विद्या भनेर भनेको ऊर्जाको तागत बुझ्या भने, अविद्या भनेर भनेको पदार्थको तागत बुझ्या भने, जिन्दगी जिउने भनेको दुईटाको सम्मिलन हो। दुईटालाई मिलाउन जाने हो भनेदेखि हुने हो। अब त्यो भनेको शिक्षा हो। फेरि शिक्षाको त्यो तहको चिन्तन हुनुपर्छ भन्ने चाहिँ यजुर्वेदीय भाषा हो। सा विद्या या विमुक्त है भनेको त्यो मोक्षको तहसम्म भने सारा समस्याहरूबाट हाम्रो भौतिक दुनियाँको तहमा कुरा बुझ्दाखेरि पनि जसले सारा समस्याहरूबाट छुटकारा दिन्छ भने शिक्षित व्यक्तिले चाहिँ समस्या समाधान गर्न सिक्छ भन्ने कुरा हो। तर अब अहिले त शिक्षितहरूबाट चाहिँ समस्या बढी सिर्जना भइरहेको हो जस्तो समाज हेर्दा। ठिक भन्नुभयो, एकदमै ठिक हो। त्यो वास्तवमा कारण के रहेछ भनेदेखि नि कुन शिक्षा लियो भन्ने प्रश्न हुँदो रहेछ। जस्तो मुक्तिको शिक्षा भनेको पदार्थपट्टिको मोह घट्ने हो। यसकै निम्ति न लोभ गर्नु पर्यो, न रिस गर्नु पर्यो, न डाहा गर्नु पर्यो, न आशा गर्नु पर्यो, न केही गर्नु पर्यो। त्यो वितरागको अवस्था भनौँ न, एक मानेमा राग नै नभएको मान्छेको अवस्था, त्यो अवस्थालाई मुक्ति भनेको। मुक्ति भनेको मरेर मात्रै होइन, साल्भेसन। त्यो अर्थमा मुक्ति भन्नुहोस्, निर्वाण भन्नुहोस्, कैवल्य भन्नुहोस्, त्यो शब्दार्थको ऊ मात्रै हो। विद्याले मुक्ति दिन्छ भनेको त्यो अर्थमा हो। किनभने विद्या भनेको उनले बुझेको पदार्थको होइन, ऊर्जाको ज्ञान हो। अब हामी त तीनटा चिजको संयोग हो, ऊर्जा पनि छ, पदार्थ पनि छ, मन पनि छ। अब तीनटा कुराको संयोजनलाई जसले जाने त्यो शिक्षा हुन सक्ने हो। त्यसले त तीनटै कुरा ल्याउँछ नि त। व्यक्तिको पदार्थको प्रयोग नभयो भने बाँच्ने कला हुँदैन, आफै हुँदैन। त्यसपछि मनको कुरालाई सन्तुलनमा राख्न सकिएन भने फेरि यो ज्यान गडबड गरिहाल्छ होइन। मन भएन भने त त्यो त ज्यान त जथाभावी दौडिने भयो। अब त्यो ऊर्जाको कुरालाई मिलाउन सकिएन भने मान्छे जिउँदो बस्दैन भन्दा त तीनटै कुराको संयोजन भयो भने बल्ल या विद्या जानकारीको तहको शिक्षालाई जागरुकताको तहसम्म लैजाने उपाय चाहिँ के हो त? सजिलो छ। मैले सजिलो किन भनेदेखि नि बच्चाहरूलाई प्रश्न गर्न सिकाइदियो भने पुग्दो रहेछ। म उदाहरण दिन्छु उपनिषदको एउटा चिन्तनलाई। त्यसले के भन्छ भने छोराले आएर सोध्छ बाउलाई, नचिकेताको कुरा हो, सोध्छ ब्रह्म के हो? त्यत्रो बच्चालाई ब्रह्म के गरी बुझाउने? अब उसलाई त बडो आपत पर्यो। त्यहाँ गएर बस, आँखा चिम्ला। आँखा चिम्ल्यो, आँखा चिम्लिँदै गएपछि तिर्खा लाएर हत्तु भयो। तिर्खा लाग्यो भने के भयो त? त्यही जलम ब्रह्म हो। पानी नै हो नि ब्रह्म हो। तिर्खा लागेपछि अर्थ के ब्रह्म हुन्छ? पानी खायो, फेरि घर बस।
किनभने ब्रह्म चिनाउनु छ नि त। त्यसपछि गएर फेरि चाहिँ गएर भोक लाएर हत्तु भयो अन्नम ब्रह्म भनेर भन्नु मैले। अब पछि लास्टमा गइसकेपछि अब के हो त, भोक पनि हरायो, प्यास पनि हरायो, अहिले त बडा आनन्द आयो। त्यसो भए त्यही आनन्दम ब्रह्म हो। पछि ब्रह्म चिनाउने जस्तो दुरूह काम चिन्तन सोच चिन्तनको तहमा ब्रह्म भने त के हो, अनेक फुँदा जोडेर हैरान पार्छ नि त। ठुलो दर्शन वेदान्त त्यति सजिलोसँग सिकाउने पुर्खाको सन्तति हो हामी। हाम्रो बच्चाहरूलाई प्रश्न टाउकोमा टक्क हालिदियो भने खोज, सोध, हेर, आफू विचार गर, के हो भनिदियो भन्दै उसैले खोज्दो रहेछ। यो उत्तर बताएको भन्दा हजुरको प्रश्न दिएर उसैले खोजेको ज्ञान चाहिँ बढी प्रभावकारी हो। ठिक भन्नुभयो। किनभनेदेखि नि त्यो चिन्तन हाम्रा पुर्खाको वैदिक चिन्तन के हो भनेदेखि, म पुर्खाको बारम्बार दुहाई किन दिइरहेको छु भनेदेखि उनको तरिका साह्रै राम्रो छ। प्रश्न गर्न जान्ने मान्छे मात्रै शिक्षक हो, गुरु हो। प्रश्न गर्न जान्ने मान्छे मात्रै शिष्य हो भनेर भने जस्तै। त्यो शब्दले जनाउने के रहेछ भने केटाकेटीलाई उत्तर गर्ने सिकाएर पुग्दो रहेनछ। अब उत्तर त समय सापेक्ष हुँदो रहेछ नि त। यो उदाहरणको लागि भन्नु, म चाहिँ नि एउटा जन्त गएको थिएँ त्यहाँ लोकन्थलीमा। मैले ए बाउ फलानु पार्टी प्यालेस कहाँनिर छ भनेर सोधेँ एकजना केटालाई। 3 जना बसिरहेको थिएँ। उसले के भन्यो भनेदेखि नि ए मोबाइल समात्यो, बोल्दैनन्। अनि मैले सोचेँ के गर्नु लाग्यो यिनले, हत्तनपत्त उनले चाहिँ गुगल खोजेर हेरेर बताइदिए, यहाँनिर बताइदिए। अब बिचरा म सोधेर बुझ्ने र गुगल हेरेर बुझ्ने केटाकेटीलाई कसरी तुलना गरौँ? त्यो त खोज्यो नि त, खोज्यो उसैले पत्ता। त्यो शोधार्थी हो, त्यसले शोध गर्यो, आफै खोज्यो र भनिदियो मलाई पनि। अब त्यो खालको ढङ्गको तागत विद्यार्थीमा जब राख्न सकिन्छ नि, तब साँच्चै हाम्रो केटाकेटी चाहिँ को प्रस्फुटन हुन्छ, प्रतिभा। उसले आफ्नो कुरोहरू चाहिँ भन्न पनि सक्छ, आफ्नो कुराहरूलाई पनि। अब हाम्रो निम्ति हाम्रो ढङ्गमा लाने मात्रै हाम्रो सोच हुँदो रहेछ। पाठ्यक्रमको सोच त्यही, पाठ्यपुस्तकको सोच त्यही, शिक्षकको त्यही, अभिभावकको त्यही। मेरा पालाको कुरा गर्ने होइन नि, उनका पाला बेग्लै भइसक्यो। अनि यो हाम्रो सन्दर्भको मात्रै भने, हाम्रो भनेको जस्तो कि नेपाल मुलुकको मात्रै सन्दर्भको कुरा पनि होइन। अब जस्तो कि इस्ट र वेस्टलाई पनि यहाँनिर कहिलेकाहीँ जोड्न अथवा तुलना गर्न पनि जरुरी हुन्छ होला। अथवा भनौँ विश्व परिवेशकै कुरा पनि। शिक्षा अहिले अब हजुरले त वेस्टबाटै विद्यावारिधि गर्नुभयो होइन त। अब विश्व परिवेशकै कुरा चाहिँ शिक्षा ग्लोबल्ली गइरहेको डिरेक्सन चाहिँ हजुरले कस्तो अब्जर्भेसन के छ? त्यो चाहिँ ठिकै हो? असन्तुलित। मैले असन्तुलित किन भने भनेदेखि पश्चिमीहरूले व्यक्तिलाई यत्रो प्राधान्यता दिए। हजुर, अधिकार 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 हो। पूर्व अर्को खालको रहेछ, कर्तव्य कर्तव्य कर्तव्य। हजुर, दुईटाको मिलनबिन्दु भयो भने बल्ल जिन्दै चल्ने रहेछ। हो। तर हामी चाहिँ नि दुईतिर भाँडिया मान्छेहरूको जमात भएको छ। त्यसरी दुनिया 14 वर्ष भयो केटाकेटीहरूलाई चाहिँ त्यहाँ गएर चाहिँ म त 14 वर्ष भइसकेँ। राइटहरूको प्रतिपादी बेग्लै भइसक्यो। 18 वर्ष बाबुआमासँग भन्नु हुँदैन मैले। अझ 6 महिना 8 महिना 10 महिना कति भइसकेपछि आमा बाउसँग चाहिँ त्यो आमासँग बच्चालाई पनि भन्नु दिँदैन। त्यो एउटा अति पश्चिममा छ। हाम्रो चाहिँ नि त्यो बुढेसकालसम्म पनि सँगै राख्ने छ। नाति भएपछि पनि सकेसम्म छोडेर छोराले नजाओस्, त्यो अर्को अति भयो। दुईटाको बिचको सन्तुलन भयो भने जिन्दगी चल्ने बाटो हो। किनभने त्यसले बढ्न पनि दियो, समाजसँग पनि जोड्यो। अथवा हामीले यही कुरालाई भौतिक ज्ञान र आध्यात्मिक ज्ञानसँगको संयोजनमा पनि जरुरत देख्न सक्छौँ। एकदमै हो, एकदमै। अनि यो चाहिँ जस्तो कि मान्छे त जान्ने सुन्ने निकै भइसक्यो, पश्चिमेलीहरूले नै प्रगति गरिसके। अब पूर्वका पनि खासै त्यही पश्चिमबाटै ज्ञान हासिल गरेका छन्, त्यस्तो यो छैन। यो संयोजन गर्नुपर्छ, आवश्यक हो भनेर किन अलिकति चिन्तक विचारकहरू पूर्वमा होस् कि पश्चिममा होस् धरतीमा चाहिँ यो निस्केनन् कि के भयो यसमा? पश्चिमी दुनियाँमा थर्ड वर्ल्डिस्ट भन्ने एउटा समूह छ। हजुर, थर्ड वर्ल्डिस्ट भनेर भनेको त्यो जात नै कस्तो जात हो भनेर हाम्रामा मात्रै बुद्धि छ भन्दैन। हो, तिम्रा बुद्धि के हुन्थ्यो खोजौँ। जब उदाहरणको लागि भनौँ, सरस्वती भने के हो साँच्चै? मूर्ति हो। हो, मूर्ति त मूर्त भएपछि हो। अमूर्तमा के हो नाम? सावित्री हो। सावित्री भने क्या हो भने सूर्यको गतिलो किरण रहेछ।
त्यही सावित्री हुँदो रहेछ, त्यही सरस्वती हुँदो रहेछ। अब त्यही सरस्वती माध्यमबाट सावित्री हुँदै ब्रह्मज्ञान पाउन सक्ने किसिमको चिन्तन चाहिँ पुर्खाले हालेका रहेछन्। अब त्यसलाई मूर्त ल्याउने चाहिँ एउटा चिन्तन भयो। अब हाम्रो बुद्धि कस्तो भयो भने सरस्वती भनेर भनेको 4 हात भएको वा फलानु यसो बिना लिएको यति मात्रै बुद्धि भयो, त्यसले त काम गर्दैन। यतिमा पनि जानु परेन। यसको त म अर्कै दृष्टान्त मलाई ख्याल छ हजुरले भन्नुभएको कुराको। जस्तो कि गीता भागवत छन् नि हाम्रा, त्यसमा त हजुरबा जिजुबा कसले पढ्नुभयो, उहाँहरूले पनि सम्भवतः पाठै मात्रै गर्नुभयो, पाठ पारायण भन्ने चलन छ हाम्रो त। अब अहिले छोरा नातिको पालामा त्यो बास्सा भन्ने हुन्छ नि, एउटा कपडा ठुलो कपडाले त्यसलाई बेरेर मोडेर त्यहाँ फुलपाती चढाएर घन्टा बजाइदिन्छौँ हामी त। हाम्रो ज्ञानको परम्परा त त्यस्तो लेभलमा। मैले ठिक गर्नुभयो भन्छु, मैले ठिक गर्नुभयो किनभने जसको जति हैसियत छ त्यति नै गर्छ नि, होइन र? हाम्रो हैसियत त्यो पढ्न जान्ने र त्यसबाट अर्थ बुझ्ने र जिन्दगीमा लगाउन सक्ने भइदिएको भएदेखि हामी त्यसै गर्दैनथ्यौँ। हिजो त्यो त जानेनन्। त्यो नजान्नुको कारण के थियो भने हमला भयो। हमला जो मुस्लिमहरूको यवनहरूको जुन किसिमको हमला भयो, त्यो हमलाबाट त बचाउनु पर्यो। कमसेकम यिनले बचाएर राखिदिएछन्। त्यो पनि एउटा बचाउने तरिका हो, बचाइदिए। अब त्यो बचाइदिएपछि त्यसलाई अब कसरी बुझ्ने भन्ने किसिमको कुरोहरू हाम्रो निम्ति चुनौती भयो। कसरी हो साँच्चै ल हाम्रो निम्ति कस्तो हुँदो रहेछ भनेर मैले केही ठाउँमा भन्ने गरेको छु। कति साथीहरूलाई भन्छु देउता छ कि छैन भनेर सोध्छु। आस्था हो, विश्वास हो भने बर्बाद गर्नुभयो भनेर भने मैले किन भनेर भने त्यो आस्था र विश्वासको कुरै होइन। हाम्रा पुर्खाले त स्पष्ट शब्दमा भनेको थिए नि त हो। अनि के भनेको थिए? पृथ्वी देवता, सूर्य देवता, अग्नि देवता भनेको थिए। त्यो आस्था र विश्वास कि देख्ने जब आकाश देख्नुहुन्न, वनस्पति देख्नुहुन्न, आगो देख्नुहुन्न, पानी देख्नुहुन्न, उनले त देवता भनेकै थिए त। अब यति पनि सोच्ने तागत नभएपछि बिचरा कमसेकम उनले त्यो त पुरेतले त भनिदिरहेको थियो नि त। भनेपछि उनले अन्याय त गरे होइन, उनको तागत अनुसार कमसेकम निरन्तरता दिए। म चाहिँ त्यसरी हेर्छु। त अब हामीले नजानेको के रहेछ भने त्यो भित्रको गहिराईको कुरा चाहिँ नि कसरी जोड्ने साँच्चै त्यो कुरो हामीले जानेनछौँ। किनभने विज्ञानको चिन्तन भनेको र यो हाम्रो अध्यात्मको चिन्तन भनेको एउटै पाटोको दुईटा तरिका मात्रै हो। विज्ञानले के गर्दो रहेछ? प्रमाणित गर्दो रहेछ। ज्ञानले भौतिकले प्रमाणित गर्छ, देखाउँछ हो भनेर भन्छ। अनि सर अर्को एउटा जिज्ञासा नि, जस्तो कि अब वेस्टको पनि अलिअलि कुरा गरौँ, त्यहाँको शिक्षा प्रणालीको आफ्नै खालको विशेषता छ, भौतिक हिसाबले प्रगति गरेको छ। तर कहिलेकाहीँ समाचारहरूमा हामीलाई कस्तो अनौठो पनि लाग्छ र दुःख पनि लाग्छ। त्यो स्कुलहरूमा गोलीबारी भयो के भयो भन्ने खालको, र त्यो पनि खास गरिकन विद्यार्थीले नै गर्यो अथवा एक्स स्टुडेन्टले गर्यो, यस्तो टाइपको कुराहरू यो आउँछ। अनि उनीहरूले चाहिँ यसलाई त्यो समाज नै त्यस्तै हो कि यसलाई सुधार्नुपर्छ भन्ने नभएको कि नसकेको कि के लाग्छ? मैले बुझेको चाहिँ के हो भने बन्दुक राख्न दिनुहुन्छ भनेर भन्ने तिनको दुर्बुद्धि छ। मैले दुर्बुद्धि भने बुद्धि भने तिनको दुर्बुद्धि त्यो बन्दुक राख्न दिनुपर्छ भन्ने। हाम्रो त बन्दुक राख्नलाई लाइसेन्स चाहिन्छ। बन्दुक जो पायो उसले राख्न पाउँदैन। उमेर छ, अनेक छ नि त। हामीले त्यसरी अङ्कुश लाएर छौँ। त्यो कथित स्वतन्त्रताको नाममा तिनले बन्दुक राख्न दिए। बन्दुकको काम के हो? चल्ने हो। बच्चाको काम के हो? खेल्ने हो। बच्चा त जिज्ञासु हुन्छ नि त। जिज्ञासु भएपछि कतातिर त के हुन्छ भने प्राङ्ग पड्क्यो होइन र? उसलाई झोक चल्न पाइन्छ। झोक चलेकोलाई झोक शान्त गर्न त हाम्रो संस्कृतिमा के रहेछ? ठिक छ, सहनुपर्छ। एउटा कुराले मान्छेहरूलाई चाहिँ झोक शान्त गराउने। बाबु जन्माइदिए, हुर्काइदिए, तिमीले कमसेकम अलिकति अर्गेलो भयो भने पनि सोच न। हामी त्यसरी बिस्तारै त्यो झोकलाई शान्त गर्ने तरिका गर्दा रहेछौँ। अब उनका झोक शान्त गर्ने ठाउँै छैन, कहाँ गर्ने हो? किनभने बाबामासँग छोरछोरी सन्किया छन्, छोरछोरीसँग बाबामा सन्किया छन्। अनि सबैसँग सन्किसकेपछि अलि उसले भेटाउने बन्दुक हो, अनि नपड्काएर के गरोस् हो। त्यसले उनको निम्ति समस्या चाहिँ नि बन्दुकको अनियन्त्रण हो। स्वतन्त्रताको नाउँमा अघि पछि ल इन्फोर्समेन्ट गर्छन्, बन्दुकमा नसक्दो रहेछ। किनभने त्यो भोटसँग टाँसिया विषयवस्तु रहेछ। एक्लो दुक्लो छन्, सुरक्षा चाहिन्छ। सुरक्षाको निम्ति बन्दुक चाहिन्छ भन्ने उनको टाउकोमा यसरी पस्या छ। त्यो पसिसकेपछि बाबाले बन्दुक राखेको जसले खेले त कुन नौलो हो। अनि स्कुलमा बोकेर हिँड्छन्। त्यो कारणले गर्दाखेरि पश्चिम आएकोमा
ज्यादती भयो हो। यही कुरा हामीले चाहिँ अब लोकल्ली अलिकति रिलेट गर्दाखेरि हाम्रो परिवेशमा अलिकति समय सन्दर्भित गर्दाखेरि हाम्रा बालबालिकालाई चाहिँ खालि युरोप अमेरिकै दगुर्दाखेरि र त्यहीले समाजले त्यहाँबाट त्यो चस्माले त्यो पर्सपेक्टिभले जे हेऱ्यो त्यही मात्रै सही हो भन्ने हामी जस्तो भनौँ न एसियाका साउथ एसियाका हामी नेपाल जस्ता मुलुकहरूको बालबालिकामा चाहिँ यो सोच यो चेत जुन पस्यो हाम्रो समाज पनि केही कुराहरूमा त अगाडि छ, हाम्रा पनि केही कुराहरूमा एडभान्टेजहरू छन् भन्ने कुरा चाहिँ हामीले शिक्षा मार्फत बुझाउन सकिएन होइन? एकदमै सही छ। सही किन रहेछ भनेर भन्दाखेरि सब कुरामा विज्ञान हुन्छ, वैज्ञानिक हुनुपर्छ भनेर भन्ने एउटा नचाहिने भाष्य हामीसँग बनाएका छौँ। त्यो वैज्ञानिक भने क्या हो जस्तो कहिले पनि भनेको छौँ। हामीलाई चाहिँ नि यो तरकारी खाएपछि यो तरकारी खानु हुँदैन, कटहर खाएपछि त्यो के भन्छ चुन खानु हुँदैन भन्ने बुद्धि त कुनै वैज्ञानिक महान वैज्ञानिकले सिकाएको त होइन, यिनी अनपढ भनेका मान्छेहरूले सिकाइदिया होला होइन र? अब त्यो भित्र के कारण थियो भनेर भने कारण मात्रै नभने होइन हो। अब उनले के गरिदिए ल चुनामा यो हुन्छ, यो प्रपर्टिज हुन्छ, त्यसपछि गएर कटहरको उसमा चाहिँ यो प्रपर्टिज हुन्छ, दुईटा आपसमा कन्ट्रास्ट यसरी हुन्छ, त्यसले गर्दा गडबड हुन्छ। उनले त्यति भनिदिएपछि हामीले पत्याउन थालेछौँ। अब त्यो अनुभवजन्य कुरामा हाम्रो चाहिँ विज्ञानको कुरो जोडिएन के, नजोडिसकेपछि अप्ठ्यारो भयो। जस्तो अहिले योगको उदाहरणलाई भन्नुहोस् न, अब योग गर्नाले मुक्ति हुन्छ भनेर चाहिँ हामीले जान्यौँ, धर्म हुन्छ भनेर जान्यौँ, हामीले त्यसरी जान्यौँ, त्यसरी सिक्यौँ, त्यसरी गऱ्यौँ। अब अहिले चाहिँ के भनिदिनु पर्ने भयो, सेराटोनिन बढ्छ, अक्सिटोसिन बढ्छ, डोपामिन बढ्छ होइन। अब यो अनेक भाँतीका शब्दहरू हुनुपर्ने अनि त्यसको चाहिँ नि वैज्ञानिक प्रमाण यहाँ छ, फलानाले यो गर्छ भन्नुपर्ने अवस्था आयो। किनभने हिजो पत्याउने जमात थियो, आज प्रश्न गर्ने जमात छ। हिजो पत्याउने जमात थियो, आज चाहिँ प्रमाण खोज्ने जमात जुन यहाँ छ। त्यो प्रमाण खोज्नेलाई प्रमाण दिने किसिमको संस्कृति हाम्रोमा रहेनछ। पश्चिमामा त्यो प्रमाण जुटाउने रहेछ, हाम्रो जस्तो मन्जिल भनौँ जो चाहिँ लक्ष्य यो हो है, तिम्रो चाहिँ यो हो है भन्न सक्ने हैसियत उनीहरूसँग रहन्छ। त्यसपछि पूर्व र पश्चिमको विचारको फरक हुनु स्वाभाविक हो, किनभने स्थानभेदले सोच फरक हुन्छ। हाम्रै पुर्खाले हामीलाई सिकाएका छन् नि, हिमालमा जुन औषधिले काम गर्छ मधेसमा त्यही औषधिले काम गर्दैन नि। अब त्यो त उनले भनेकै छन्, आयुर्वेदमा त लेखेकै त्यही भाषा हो। अब भनेपछि त एउटै कुराले हुँदैन थियो। अब हामीले जान्ने के भने दुईटालाई कसरी मिलाउने हो, पश्चिमको विज्ञानलाई प्रमाणित गर्ने, हाम्रो कुरोमा चाहिँ विज्ञान कसरी छ भन्ने खोजाउने। त्यो नगरेको कारण चाहिँ के रहेछ भन्दै हाम्रो नेताहरूको दीक्षा रहेछ। मैले नेताहरूलाई त्यहाँनिर बेइमान रहेछन् भनेर भन्न ठान्छु। मैले बेइमान किन भने हाम्रो भन्दा हाम्रो मात्रै हो कि ग्लोबल पर्सपेक्टिभमै नेताहरू त सबै मुलुकका लगभग चरित्र एउटै हो। भारतलाई हेर्नुहोस्, नेपाललाई हेर्नुहोस्, बङ्गलादेश हेर्नुहोस्, पाकिस्तान हेर्नुहोस्, त्यो उनीहरूको तरिकाहरूलाई चाहिँ एक्चुअली हेर्नु हो भने के रहेछ भने आफूसँग भएको गुणलाई बुझ्ने सक्ने हैसियतै रहेछ। अनि आयातित कुराहरूमा पत्यार गर्ने थालिएछ। आयातित कुराहरू कति ठिक कति बेठिक, कुन ठाउँमा ठिक कुन ठाउँमा बेठिक भन्ने हामीले छान्नै जानेनछौँ। आधुनिकीकरण भनेर पश्चिमीकरण भने एउटै बुझ्न थालिएछ, जबकि त्यो दुईटै अलग अलग कुराकानी हो। अनि हाम्रो मान्छेहरूलाई के भनेर पढाइएछ, यहाँ केही पनि छैन, यो पढाइ बेरोजगार उत्पादन गर्ने भयो, यसले हुँदैन उसले हुँदैन, कहाँ हुन्छ त उतैतिर हुन्छ। उतैतिर हुन्छ भनेपछि त सबै दौडिने भइगए। अनि मान्छे तुलना गर्न थालेछ, त्यहाँ राम्रो बाटो छ, यहाँ नराम्रो बाटो, त्यहाँ नियम एकदम कडा छ, यहाँ नियम खुकुलो छ। तुलना गरेपछि चाहिँ उतै कायदा हो भनेर भन्न थालेछ। त्यो कारणले गर्दाखेरि हाम्रो मान्छेहरूलाई जुन ढङ्गले चाहिँ हामीले गऱ्यौँ र यहाँ सम्भावना पनि देखाएनछौँ। सम्भावना चाहिँ के रहेछ भनेर भन्दाखेरि पैसा कमाउने सम्भावना त यहीँ थियो नि त, यही पर पनि नजानुहोस्। भारतले विभिन्न देशहरूबाट पैसा लाने मध्येको 8औं नम्बरमा नेपाल पर्छ 10वटा देशहरूमध्ये। अब जबकि नेपालीहरूले विदेशबाट रिमिट्यान्स पठाएर यहाँ चाहिँ यस्तो भयो भनेर जुन गफ लगाइरहेछौँ, त्योभन्दा बढ्ता भारतीयहरूले खाली सिसी बोतलदेखि लिएर तरकारीदेखि लिएर के बेच्नुपर्छ सब बेचिकन उनले जान्दछन्। हामीले बेच्ने कला चाहिँ सिकाएन। हामी त त्यहाँनिर हो नि त, मोही पाऱ्यो भने फोकटिया दिने बुद्धि भयो नि त हामीलाई। मोहीलाई पैसा हाल्ने त बुद्धि छैन। पश्चिमाले चाहिँ के गर्यो, मोही नै बेच्नु पर्यो भनेदेखि आई विल जस्ट
एक सेन्ट भनेर राख्छ। 1 सेन्ट अनि पैसा तिर भने हो नि त त्यसले। उसले पैसा तिर भनेर पैसा त चाहिन्छ भनेर भने रहेछ। त्यहाँ फ्रीमा केही कुरा पाइन्छ। हामीले त त्यो गरेछौँ। अनि हाम्रो सम्भावना देखाउन पनि जानेछौँ, बेच्न पनि जानेछौँ। बेच्ने कला भनेको अर्कै कुरा रहेछ। बेच्ने भनेको आफूसँग जे छ त्यसलाई के गरिदियो भने राम्रो हुन्छ भन्ने छ। हामीसँग फुल छ, अब फुललाई एकचोटि विचार गर्नु। मन्दिरमा फुल चढाएको चढाएछ, बिचरा सफा गर्दा त हत्तु भएको छ। त्यो फुलको त्यो के भन्छ अत्तर बन्छ भन्ने बुद्धि कहिले पनि रहन्छ। चाइनिजहरूसँग अङ्गुर बनायौँ हामीले, त्यसको चाहिँ धुप बन्छ भनेर भन्नेसम्म पनि हामीसँग चिन्तन रहेनछ। बनाउनु अहिले बल्ल बल्ल सुरु भइरहेछ, बल्ल बल्ल काम सुरु भएको छ। अब त्यही कुरा चाहिँ हामीले के गरेछौँ भने त्यही कुरालाई कसरी उपयोग गर्ने भन्ने किसिमको नभएर कसरी फाल्ने मात्रै गरेछौँ। अब त्यसैले उनले चाहिँ उपयोगितावादी भएको हुनाले हर कुरामा उपयोग खोजे। हामी चाहिँ नि के भन्छ यथास्थितिवादी भयौँ, चित्त बुझायौँ भनौँ न एक मानेमा। हामी चाहिँ नि हाम्रो आदर्शले के सिकायो भने मरेर केही लाने होइन, के गर्नु दुःख गर्ने हो भन्ने किसिमको त्यो के भन्छन् त्यो पेसिफिकेसन भनौँ न एक किसिमको हिसाबले ठिकै छ। अथवा उसै सन्तुष्टि। बुद्धले सिकाए पनि त्यही, हिन्दूले सिकाए पनि त्यही, किराँतले सिकाए पनि त्यही, गुरुङले सिकाए पनि त्यही, थारूले सिकाए पनि त्यही। हाम्रो चाहिँ यो चिन्तन रहेछ। यो चिन्तनले गर्दाखेरि हामीलाई त्यो व्यापारमुखी पैसामुखी बन्न दिएन। अहिले मान्छेले जेलाई शिक्षा भनिरहेछ त्यो चित्त बुझ्दो छैन, पुग्दो रहेछ। किन भन्दाखेरि समयसँग शिक्षा भनेको त समयसँग टाँसिने हो नि त। हाम्रा पुर्खाले चाहिँ विद्या भनेर जसलाई भन्थे वा उनले चाहिँ मोक्षको निम्ति जुन कुराकानी गर्थे त्यो सबैलाई हुन्थ्यो, त्यो शाश्वत थियो। अहिले त जम्मा 3वटा ढङ्गबाट हेऱ्यो भने सजिलो होला। पदार्थको शिक्षा एउटा शिक्षा होला, मनको शिक्षा अर्को शिक्षा होला, ऊर्जाको शिक्षा अर्को शिक्षा होला। ऊर्जा वा चेतना जे चेतना। अब यो पदार्थ र मनको शिक्षा चाहिँ नि के हुँदो रहेछ, बहु हुँदो रहेछ। मैले एउटा ढङ्गले हेर्छु, अर्काले अर्कै ढङ्गले हेर्छु रहेछ। अनि त्यसो हुँदाखेरि त पुग्दो रहेछ कि। हाम्रो मुलुकमा कति प्रकारका विद्यालय छन्? पहिला हामीसँग भएका विद्यालयहरू त अब एक मानेमा धार्मिक विद्यालय भनेर भनौँ। हजुर, धार्मिकहरू छन्, गुठीका विद्यालयहरू छन्। हजुर, त्यो निजी होलान्, सार्वजनिक होलान्, गुठी आफ्ना किसिमका छन्। हामीसँग भएका सरकारी विद्यालय छन्, 4-5 थरी छन्। अब थरी हुनु पनि समस्या होइन। हजुर, थरी बिचको संवाद नहुनु चाहिँ समस्या हो। किनभनेदेखि नि आर्थिक हैसियत फरक भएपछि मान्छे आर्थिक हिसाबले जान्छ, दौडिन्छ। त्यसले आफ्नो तह खोज्छ नि त। होइन, फेरि यसमा अर्को कुरा छ नि त आइडियोलोजी। हजुरको शिक्षा र स्वास्थ्य जस्तो कुरा आर्थिक हैसियत कमजोर भयो कसैको, लग्जरी पो आर्थिक हिसाबले गर्ने त स्वास्थ्य बेसिक बाँच्ने कुरा, शिक्षा बेसिक पाउने कुरा पनि आर्थिक हिसाबले सुरुदेखि नै हुनुपर्ने हो र? अवसर समान हुने हो कि के समान भनेर भन्ने भाषा हो कि। समान भनेर भनेको समान हुँदै हुँदैन, त्यो नचाहिने कुराकानी हो। कसैले भनिदियो भने त्यो रमाइलो हो। कुनै देशमा कहीँ समान हुँदैन। चीनमै हेर्नु हो भने बेजिङमा जुन ढङ्गले पढ्छन् नि, दूरदराज छैन। हप्तामा 1 दिन चल्ने स्कुल हुन्छ चीनमा। हजुर, पत्याउनु हुन्छ, पत्याउनु कर लाग्यो। जबकि त्यहाँ उसमा बेजिङमा त भव्य छ। त्यो त पश्चिमी दुनियाँले नभ्याउने खालको स्कुल छ। त्यो ठिक र बिठिक होइन। प्रश्न के रहेछ भने उसले पढ्न पाएन भने अब बेजिङको केटाकेटीसँग त्यसलाई जोड्ने के गरियो भने उसले के गर्दो रहेछ, सिडी पठाएर, डिभिडीबाट पठाएर अथवा अनलाइन क्लास गराएर वा कहिलेकाहीँ बोलाएर जोड्यो। हामी जोड्ने बुद्धि गर्दा रहन्छौँ, हामी चाहिँ न्यु खोज्ने बुद्धि मात्रै हो। भनेपछि हजुरको विचारमा चाहिँ स्कुलहरू अहिले एउटा वर्गले के सोध्छ भने अब यो बिचबिचमा कुरा नै आउँछ, जस्तो कि एकै खालको गरौँ, या त निजी टाइपको बनाऊँ अथवा सामुदायिक टाइपको, सार्वजनिक टाइपको बनाऊँ अथवा गुठी टाइपको बनाऊँ भन्ने जुन बिचबिचमा कुराहरू आउँछ नि, यो अवधारणा नै गलत, रमाइलो अवधारणा हो। मैले रमाइलो किन भने भनेदेखि नि हाम्रो देशका कथित साम्यवादी साथीहरू, मैले कथित भने शब्द प्रयोग गरेँ, साम्यवादी साथीहरूले ऊ बेलाको 18औं शताब्दीको साम्यवादको भाषा बुझ्नुभयो। तर संसार 21औं शताब्दीमा पुगिसक्यो, 300 वर्ष अगाडि भइसक्यो। उहाँहरूको बुद्धिलाई मैले 300 वर्ष अगाडिको बुद्धि पछाडिको बुद्धि भन्ने गर्छु। भन्नु होला प्रगतिशील भनेर आफूलाई, तर उहाँहरूको चिन्तनलाई मैले 300 वर्ष पछाडिको कुराकानी भन्छु। त्यो अनुसार उनीहरूले समान हुनुपर्छ भनेर भने। खोल्या कसले हो त? खोलेको मैले हो।
तिनी समान हुनुपर्छ भन्ने मान्छेले होइन। लगानी कसले गरे मैले गरे हो तिनीले गरे हो। तिनीले गर्ने अनि दुईतिर नचाहिने कुराकानी बोल्न पाइन्छ। अब त गर्नुपर्ने के हो भनेदेखि त्यसो भए अर्को उपाय सोचौँ न त। अर्को उपाय के हो भने निजी दौड्ने के को लागि हो? कमाउन। निजी भनेकै कमाउने हो, त्यो स्वभावै हो। ब्याङ्क बनाएको केलाई हो? ब्याङ्क भनेको सामाजिक सेवा गर्ने संस्था त होइन, लगानी गर्ने प्रतिफल लिने होइन त। कति नाफा लिने भन्ने प्रश्न गर्नुपर्ने हो, तर नाफै नलिने भनेर भन्न त मिल्दैन, त्यो त कुरै भएन। त्यस्तै स्कुललाई पनि त्यसै गरी सोच दिएको भए हुन्थ्यो, यति प्रतिशतभन्दा बढ्ता पाइँदैन भन्दा भए हुन्थ्यो नि। अनि आर्थिक हैसियत हुने मान्छेहरू जुन छन्, ती आर्थिक हैसियत हुने मान्छेहरूको र अर्कोको केटाकेटीहरूको बिचमा पुलेसो के गरी बनाउने हो सोच भन्या भए त हुन्थ्यो नि। कति वर्षदेखि कराइरहेको छु, अहिलेसम्म पनि बुद्धिमा आउँदैन। त्यो पुलेसो बिचमा के हुन सक्छ त? सजिलो छ। जस्तै सजिलो मैले के देख्छु भनेदेखि नि दुईवटा उपाय गऱ्यो भने पुग्छ। एउटा त मैले भने त्यो निजी भनेर भनेको केले चल्छ भनेर प्रश्न गरौँ। निजी चल्ने त नाफाले हो, दौडाउनु पऱ्यो नि त उसलाई। अनि त्यसो भएदेखि निजी नाफाले चढ्छ भने कति प्रतिशत नाफा दिने, त्यति कुरा टुङ्गो गरिदियो भने यति प्रतिशत नाफा राख, यति पैसा यसो गर भन्नु भन्यो भने एउटा बाटो त्यो हो। दोस्रो बाटो निजी र सरकारीको बिचको केटाकेटीहरूलाई भेट गराइदिने। भेटुन् न, तिमीले लगाएको लुगा मैले लगाएको लुगा भनेर चाहिँ लुगा छामुन्, तिमीले बसेको ठाउँ र मैले बसेको ठाउँ भनेर ओछ्यान छामुन्, त्यो बसेको ठाउँ छामुन्, खाएको खाना तिम्रो खाना र मेरो खाना भनौँ, एक दिन खाउन् मुर्गेर खाउन्। त्यो प्र्याक्टिकल्ली नै हजुरको सरकारी तहबाटै एउटा नियमै बनाइदिए पनि प्र्याक्टिकल्ली सम्भव हुन्छ? त्यो सम्भव बनाउने हो नि, हुने हो र भने सम्भव भने त बनाउने हो नि त। सम्भव त कसरी बनाउने हो भने ल तिमी शिक्षकहरू आदान प्रदान गर, विद्यार्थीहरू आदान प्रदान गर। मैले अनुभव गरेर हेरेको छु, त्यो 60-80 हजारतिर विद्यार्थीलाई एउटा सार्वजनिक विद्यालयको टिचरले आएर जसले अङ्ग्रेजी भाषा पढाउने शिक्षकले अङ्ग्रेजी नै वाक्य राम्ररी बोल्ला नबोल्ला राखिदिनलाई त्यो निजीले मान्दैन नि त। फेरि नमानेर सुख। ल इन्फोर्समेन्ट भन्ने त्यही हो। सरकार चाहिए त्यही होइन र? नत्र छाडा चलाउनलाई सरकार चाहिन्छ? चाहिँदैन नि, होइन र? सरकार चाहिएकै त्यही अप्ठ्यारोलाई फुकाउनलाई हो नि त। उसले किन गर्छ भने नेपालको अर्को सम्भावना छ। यो सम्भावना मजा छ क्या। धनी मान्छे र गरिब मान्छे छ भने दसैँको बेला टिका लाउन जानु पऱ्यो भने जान्छ कि जाँदैन? नाता पछ्याएर जाँदो, नाता भएपछि जाँदो रहेछ त। त्यो अप्ठ्यारो मान्दै भयो नि जान्छ। बरु 1 मिनट बस्छु मलाई फुर्सद छैन भनेर चाहिँ दिएर बहाना दिएर भाग्ला, तर जान्छ। त्यसो भए त्यो जानै पर्ने भनेर चाहिँ नगर सुख। त्यो कल्चरली म्यान्डेटोरी बनाइएको कारणले भयो, त्यसलाई हामीले त्यस्तो बनाउन सकिन्छ भन्ने मजासँग। त्यसलाई उसमा के गर्नु पर्यो, तिमीले के सिक्न सक्छौ, गरिबसँग तिमीले सिक्ने के हो, आजको पाठ तिमीलाई त्यही हो। धनीसँग तिमीले सिक्ने के हो, आजको पाठ तिमीलाई त्यही हो। यति गरिदिएपछि त दुईवटा त सिक्न जान्छन् क्या। मैले अनुभव गरेर हेरेको छु उसमा के भन्छ दैलेखमा, निजी विद्यालयको नाउँ नभनौँ, त्यहाँको केटाकेटी गएपछि सरकारी स्कुलमा गएको, सरकारी खतम रहेछ। मैले पनि पत खतम छ भने आँखा छैन तिमीहरूका, सब खतम मात्र देख्छस्, राम्रो छैन केही भने। पछि त के भने बच्चाहरूले 11-12का केटाकेटी हुन् तिनीहरू। उसले के भने भनेदेखि यिनीहरू कस्तो मिलेर बस्दा रहेछन् है, 5-6 जना एकै ठाउँ बस्छन्, यसो गच्चाले उछाल चापडतिर भनेका छन्, खिच्च हाँसेका छन्, कस्तो मजा भयो। हामीलाई त्यो कसैले छोयो भने मेरो ठाउँ, मलाई त्यो एक्लै बसिया छ नि। अब त्यो केटाकेटीले त्यहाँ गएर त्यो सिके। दोस्रो कुरो सिकेछन्। दोस्रो के सिकेछन् भने खाजा खाने बेलामा तिनीहरूले सबैजना बसेर तेरो खोइ भनी खाँदा छन्, हामी आफ्नो बोकेर खाँदा छौँ। हामी त खतम रहेछौँ। सेयरिङ त भएन। उसलाई त सेयरिङ भन्नै परेन, कति राम्रोसँग सेयरिङ गर्दा रहेछन् होइन। पढाउनेमा त्यति राम्रो छैन त, बेग्लै होला, त्यो अर्को किसिमको कुराकानी होला। त्यसो भएदेखि तिमीले उसलाई सिकाऊ, उसले तिमीलाई सिकाउँछ भन्यो भने त के हुन्छ। निजीमा जुन सिक्या होला नि, अङ्ग्रेजी सिक्या होला, फलाना सिक्या होला, ल मलाई सिकाइदेऊ नि त भनेर भन्यो, यसले भनिदिए के हुन्छ। तिमीले सरकारीको स्कुलको केटाकेटीले रुख चढ्न सिक्या होला, रुख चढ्नु मलाई सिकाइदेऊ न भनेर भने त भइहाल्थ्यो। त उही नै सिक्नुपर्छ र, बेग्लै सिक्न मिल्दैन। त्यति गऱ्यो भनेदेखि त त्यहाँबाट भइहाल्दो रहेछ। त्यसैले यो कला हामीले जान्यौँ भने, मैले दुईवटा बाटो भने, दुईटै बाटो अत्यन्त सम्भव छ।
म त्यसको वकालत गरिरहेको छु। अब मैले भनेको कुराकानी 10 वर्षपछि होला नहोला त्यो बेग्लै कुराकानी, तर राइट कुरालाई हुनुपर्छ भनेर म विश्वास गर्छु। किनभने बन्द गर्न निजी विद्यालय बन्द कसले गर्छ? अहिले त्यसरी भन्नु न, अहिले 40% केटाकेटीहरू निजी विद्यालयमा छन् भनेर सरकारकै प्रवक्ताको भाषा छ। अहिले भर्खर भन्दैछु, काठमाडौँ जस्तो ठाउँहरूमा 60% भन्दा बढ्ता निजी विद्यालयमा पढ्छन्, स्पष्ट छ। अब त्यसो बुझ्दा बुझ्दै यो नचाहिने बखडा निकालेर हुन्छ? हजुर यति भाँति भन्दै हुनुहुन्छ, तै हजुरलाई निजी विद्यालयहरूले चाहिँ अलिक कर्के नजरले हेर्छन्? त्यति मात्रै होइन, सरकारको स्कुलको साथीहरूले नि कर्के नजरले नि हेर्छन्। त्यसमा मलाई कुनै नौलो लाग्दैन। किन मैले त्यसो भन्छु भने मेरो साथीहरूको हैसियतलाई बुझ्छु म। मैले लेख्दाखेरि पनि कहिलेकाहीँ थुप्रै गाली गरेँ भन्दै एकचोटि लेख्छु, हजुरहरूको हैसियत देखेर मलाई आफैलाई लाज लाग्छ, यहाँहरूको चिन्तनलाई सम्मान भनेर लेख्छु मैले। त्यसको कारण के रहेछ भने निजी विद्यालयका शिक्षकहरूले सरकारको सहकार्यको कुराहरूमा वास्तै गरेनन्। त्यो मेरो गुनासो हो। आज होइन, धेरै वर्ष अगाडिदेखि भन्दै आएको छु। उहाँहरूले के गर्नुहुन्छ, सरकार किन्न सक्नुहुन्छ। मैले सरकार किन्न सक्नुहुन्छ भने सरकार किन्न सक्नुहुन्छ किनकि हो, दल किन्न सक्नुहुन्छ किनकि हो, त्यो हैसियत उहाँहरूकोसँग छ। किनभने आशीर्वाद छ नि त, त्यही मान्छे हो नि त, प्रकारान्तरले मान्छे त त्यही हो नि त, त्यही लगानी गर्ने। त्यसो भएपछि त्यो हैसियत भएको मान्छेले यतातिर यो नगर्नुको पछाडिपट्टि के हो तर्क, मैले चाहिँ त्यहाँनिर हेर्छु। त्यसैले अहिले पछिल्लोचोटि बनेको सरकार, अहिले जुन हामी कुरा गर्दै बेलाको सरकार अलिकति परिदृश्य फेरियो नि त, यो फेरिएपछि केही चेन्ज छ कि अहिले नि उस्तै छ? उही हो, उहाँहरूले नि उही रमाइलोमा बोक्नु भएको छ। उही रमाइलोमा किन बोक्नु भएको छ भने उहाँहरूले रमाइलो नबोकेको भए निजी विद्यालय कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा चाहिँ निजीसँग सरसल्लाह गरे भइगयो नि। तपाईँको सामाजिक जिम्मेवारी के हो भनेर उनीसँग सल्लाह गरे भइगयो नि। तपाईँ र सरकारी स्कुल, निजी स्कुल, धार्मिक स्कुलहरूको बिचमा सहकार्य गर्ने किसिमको कुराकानी के हो? यो गर्न नजाने हो कि ढङ्ग नपुग्या हो कि नसक्या हो? नचाहेको। किन नचाहेको? नचाहेको उदाहरण भन्छु। म काङ्ग्रेसहरूसँग, एमालेसँग, माओवादीसँग, त्यसपछि गर्छ नि यो राष्ट्रपावालाहरूसँग सबैसँग म कुराकानी गरिरहेको छु। मेरो अनुभवले के भन्छ भने चाहेको भए बाटो निक्लन्छ कि। हाम्रा पुर्खाले हामीलाई सिकाएको के हो भने जहाँ इच्छा त्यहाँ उपाय। त्यो होइन त हाम्रो संस्कृति? हो नि। इच्छा भएपछि त उपाय निक्लन्छ त अनेक। त्यो उपाय के हुन्थ्यो? निजी र सरकारीको बिचको सहकारी गरे के हुन्छ? अहिले सरकारी स्कुलहरू यत्र ठुल्ठुला स्कुलहरू बनाए, विद्यार्थी छैन। निजीलाई दिनु मिल्दैन। प्रति विद्यार्थी लागत, सरकारको लागत अहिले हिमाली भेग, पहाडी भेग दुईटा हेर्नु हो भने निजीको भन्दा बढ्ता छ। यो राम्रो आइडिया। हजुरले जस्तो के भन्दै हुनुहुन्छ भने जसको भवन छ, संरचना छ, तर विद्यार्थी छैनन्, सरकारी विद्यालयहरू, सार्वजनिक विद्यालयहरू, त्यो चाहिँ निजी विद्यालयले त्यो भौतिक संरचनालाई प्रयोग गरेर उसको व्यवस्थापनमा चलाओस्। दिए भयो नि त, भाडा लिए पनि हुन्छ त्यसलाई। अनि शिक्षकहरू कता हाल्ने? शिक्षक पनि त्यहाँ हाल्दैन, के भयो? नभए सरकारले लिएर जाने नि। मधेसमा शिक्षक छैन। म हिसाडी अस्ति मात्रै मधेसबाट आएको हो। महोत्तरी र धनुषा दुईवटा ठाउँबाट म हिसाडी अस्ति मात्रै आएको हो। हजुर। त्यहाँ शिक्षक छैन, दिउनु त। त्यो सार्न मिल्दैन र भने। स्कुल सरकारी यसरी बन्द हुँदै गयो भने हामीले हजुरले भन्नुभयो धेरै खालको विद्यालयकै अवधारणामा जानुपर्छ, बहुविद्यालयकै बहु प्रकारका विद्यालय, थरीका भनौँ न, अवधारणा जानुपर्छ भन्नुभयो नि। तर सरकारी त अब 40% निजी छन्, घट्दै घट्दै बिस्तारै सेलाउँदै जाने पारा हुँदैन त यो पाराले? होइन, सोच्नुपर्ने विषयवस्तु के हो भने बच्चा जन्मने दर कति हो अहिले? सोध्नुपर्ने त त्यसरी हो नि। अहिले बच्चा जन्मने दर भनेको 2.25 जना बाबुआमा भएपछि बल्ल एउटा बच्चा जन्मन्छ। ओके, होइन त? हजुर। एकजना के अरे बाबुआमाको के अरे 0.92 हो अहिले जन्मदर। त्यसो भनेपछि दुईटा बाबुआमाले एउटा बच्चा पाउँदैनन् भने हो। त्यो यथार्थ हो भनेपछि अनि त्यसो गरेर बच्चा भएन भनेर गीत गाएर पाइन्छ? महँगी यति बढ्या छ, बच्चा पाउँदैनन्, मान्नुहुन्छ? केटाकेटीहरू त्यो क्यारियर कन्सियस भए अब बच्चा समस्या त बाहिरतिर पनि अलिअलि छ कुनै। त्यसो भनेपछि त बाहिरतिर त अर्को तरिका गरिसके। त्यसैले यो बुझ्नुपर्ने विषयवस्तु क्या। बाहिरतिर जस्तो नर्भेसन लाइनमा के गरे भनेदेखि अब बच्चा पढाउने होइन, जो छ त्यही पढाउने। बुढाबुढी पढाउनु मिल्दैन, किसानलाई पढाउनु मिल्दैन। स्कुलमै लगेर स्कुलमा के बिग्रियो? स्कुल भन्ने त बच्चै पढ्नुपर्छ भने कसले हालिदिया बुद्धि हो त्यो? त्यो बुद्धि भत्काउनु मिल्दैन। हजुर।
किनभने सारा क्रान्तिकारीको कुराकानी गर्ने, त्यो मान्छे मार्ने, संरचना भत्काउने, तर बुद्धि भत्काउन मिल्दैन। मतलब भत्काइदिउँ न, त्यति भत्काइदिएपछि त बुद्धि आउँथ्यो। अब त्यो गरे के हुन्थ्यो? त्यही स्कुललाई अर्को तरिकाबाट उपयोग गर्न सकिने, जस्तो त्यसलाई चाहिँ नि फुटसल बनाइदिए के हुन्छ? फरक प्रयोजनमा उपयोग लिन सकिन्छ होइन त? अब त्यसो नगर्ने हो भने हामीसँग त यो लगानी त धेरै भइसक्यो। लगानी धेरै भयो भने चाहिँ उदाहरण भन्छु, यहीँ टोखामा मैले साथीहरूलाई भने 2630 रुपियाँ खर्च गर्छ टोखाले एकजना विद्यार्थीको निम्ति सरकारले। हजुर, प्रति महिना 2630, निजीले 1900 रुपियाँ पढाउँछ। कसलाई भन्न जान्ने? कहाँ भन्न जान्ने? यो कुरा दोहोऱ्याउनु पर्यो। जस्तै सरकारी तहबाट चाहिँ प्रति विद्यार्थी लगानी 2630 छ टोखा नगरपालिकामा, अनि हजुरको निजी स्कुलमा चाहिँ भएको लगानी चाहिँ 1900 मात्रै छ। त्यही दशा हेर्नुभयो भने मैले जिरीको उदाहरण दिन्छु। जिरीमा त 5000 रुपियाँ पर्छ एउटा प्रति बोल्न सकिँदैन भने। यो कसले भनिदिने भने नि, म जस्ता मूर्ख त कराइरहेछ नि, बारम्बार भनिरहेछौँ त। अब त्यस्तो बेलामा त्यहाँ प्रत्येक विषयको शिक्षक दिनुपर्छ भनेर न्यु खोजेर हुन्छ? प्रत्येक कक्षा पछि शिक्षक दिनुपर्छ भनेर कराएर हुन्छ? अनि त्यहाँ 2-4 घर छ, बस्ती छ, अनि ती बच्चाले पढ्नु पर्यो, कसरी पढाउने तिनीहरूलाई? त्यहीँनेरि हो मैले बारम्बार भनेर। अब ती बच्चालाई सेटेलाइटबाट पढाउने चिन्तन सोध्नुपर्ने होला नि त, अथवा त्यो केटाकेटीलाई 7 दिनमा 1 दिन पढाउने चिन्तन गर्नुपर्ने होला नि त, नभए 10 दिनमा एकचोटि चाहिँ त्यो नजिकको स्कुलमा ल्याएर पढाउने सोध्नुपर्ने भयो नि त। अथवा त्यहाँ एमए पिएचडी गरेर मान्छेले जसले गएर चाहिँ त्यहाँ पढाओस्, त्यसले चाहिँ योग्यतामा तलब हाल्नु पर्यो नि त। यो त कति वर्षदेखि भनिरहेको छ। अथवा एउटै सक्षम शिक्षक राखेर धेरै विषय पढाउने हो कि? हो त, गुरुकुलको भाषा त्यही होइन र? हो, गुम्बामा त्यही होइन चलन चल्थ्यो, मदरसामा त्यही होइन चलन चल्थ्यो। हाम्रै देशको हो त, म बाहिरको कुरा भनिरहेको छु। 5 जना विद्यार्थी पढाउन 5 जना शिक्षक राखेर सम्भव भएन र। यतिसम्म दशा रहेछ अहिले हेर्नु हो भने 600-700 स्कुलहरूमा त सरकारको अहिलेको तथ्याङ्कले भन्छ 600-700 स्कुलहरू, 650-55 कतिवटा स्कुलमा त 4 जना विद्यार्थी 5 जना शिक्षक हो। अब यो यथार्थ त बुझिदिनु पर्यो नि। यो यथार्थ बुझेर समाधान के भनेर चाहिँ खोजिदिने हो भने शिक्षक पनि हुन्थ्यो, विद्यार्थी पनि हुन्थ्यो। अनि शिक्षकको निम्ति चाहिँ त्यही शिक्षकले पढाउनु पर्ने हो र? मैले अस्ति मात्रै उहाँहरूलाई भनेर आएँ, तपाईँकै पालिका गौशाला नगरपालिकामा तपाईँकै पालिकाबाट खाडीमा गएका मान्छेहरूलाई स्कुलमा पढाउने बन्दोबस्त मिलाउनुहोस् न। भने कसरी भने मोबाइलबाट भने त्यहाँबाट पढाउनु मिल्दैन? सुनाउनु न केटाकेटीलाई। खाडीको दशा सुनाए नि हुन्छ। अनि दशा सुनाए त जाँदैन नि, यहाँसम्म के रहेछ भनेर खोज्छ नि त। अथवा त्यसबाट जोगिन मैले के गर्नु पर्यो भनेर यही सम्भावना के रहेछ भनेर भन्छ नि त। सम्भावना पनि भने त्यो सैजनको बोट लगाइदिनु न, तपाईँको केही चाहिँदैन, त्यो सैजनको पात मात्रै बेच्दै हुन्छ, मोरिङ्गा भन्छौँ नि आजभोलि, त्यही पात बेच्दै हुन्छ। सिकाउनु न कमजोर बेच्ने। अब यो तरिका गरिदियो भने त शिक्षक पनि चाहिएन, थोरै शिक्षकले काम चल्ने भयो। त्यहीँको विज्ञतालाई उपयोग गर्नु, त्यहीँ भएको मान्छेलाई उपयोग गर्नुहोस् न। कहिलेकाहीँ मोबाइलबाट पढाउनुहोस्, कहिलेकाहीँ टेलिभिजनबाट पढाउनुहोस्, कहिले रेडियोबाट पढाउनुहोस्। अब त विकल्प सोच्ने बेला आयो क्या, किनभने बसाइसरे तीव्र भयो, बच्चा पाउने दर घट्यो। अब हिजोको कुरा गरेर मिल्छ? बच्चा फेरि चाहिँ किताब समात्नुभन्दा मोबाइल समात्न मजा मान्ने व्यस्त छ। र त्यति बेला थियो जति बेला विद्यालय खोल्नु ठुलो कुरा थियो भनौँ न, त्यो पुर्याउँदै थियो, त्यो हिजोको कुरा भयो, परिवेश बदलियो। अनि अब यो त अलिकति कस्तो बिटर खालको सिन आयो होइन? हाम्रो शिक्षा पद्धतिको, हाम्रो शिक्षा प्रणालीमा केही राम्रो सिन पनि होला नि, दृश्य परिदृश्य केही त्यस्तो हजुर नोटिस गर्नुमा छ? थुप्रै छन्। जस्तै अहिले शिक्षकहरूले धेरै राम्रो गरिरहेको उदाहरण देखाएको छु मैले। हजुर, म बारम्बार भनिरहेको छु, त्यो धेरै राम्रो गर्ने मान्छेहरू तपाईँकै पार्टीको हो भने राष्ट्रपाकै मात्रै लेख पनि भनेर भनिसकेँ मैले। हो, कतिसम्म भन्ने हो? राष्ट्रपाकै मात्रै राख्न, किनभने उनले नि त पार्टीकै मान्छे खोज्ने हो नि। कविन्द्र बुर्लाकोटीको भाषालाई एकचोटि हेर्नु न, त्यो बुझिसकिया छ नि। हामी कसले के भन्छ भनेर जान्दैनौँ, जानिहाल्छौँ। हो, त्यो राष्ट्रपाले भन्दाखेरि चाहिँ एकदम ठिक, त्यो काङ्ग्रेसले भन्दाखेरि चाहिँ बेठिक, अथवा चाहिँ एमाले भन्दा वा चाहिँ नेपाली कम्युनिस्ट पार्टीले भन्दा बेठिक, अथवा चाहिँ जनमतले भन्दाखेरि बेठिक भन्ने त होइन नि त। भन्ने त के हो भने वस्तुगत विश्लेषण गरेर भन्न पऱ्यो नि त। त्यसो भनिसकेपछि त सोच्नुपर्ने विषयवस्तु हो। यो बारेमा अलिकति सोच्ने हो भने समाधानमा हामी सजिलै पुग्न सक्छौँ, केही गाह्रो छैन। किनभने
हाम्रो सोचमा अलिकति फेरबदल ल्याइदिने बित्तिकै अब कक्षा पछि शिक्षक दिन सकिँदैन, विषय पछि शिक्षक दिन सकिँदैन, अब विद्यार्थीहरू जहाँ छन् त्यहीँ पढाउनुपर्छ किनभने उनको अधिकार हो, उनकहाँ पढाउनको निम्ति शिक्षक घुमे पनि त हुन्छ नि। शिक्षक चाहिँ चुप लाएर बस्नुपर्ने, विद्यार्थी थुप्रेर के अरे स्कुलमा आउनुपर्ने हो, जरुरी छ। त्यो कुरा एकदम राम्रो। यो त अलिक पहिल्यैदेखि हजुरको जस्तो कि हामी त्यो के अरे यो तुइन तरेर बच्चाहरू पढ्न जान्छे नि, त्यो तुइन तरेर त धेरै बच्चाले तुइन तर्नु पर्यो नि। हो त, त्यो बच्चाको सट्टा शिक्षकलाई पो तुइन तार्न सकिन्थ्यो कि भन्ने कुरा चाहिँ मलाई पनि पहिला दिमागमा आउँथ्यो। जति बेला अहिलेको त कुरै हो कान्तिपुरमा त्यसका फोटोहरू र स्टोरी छापिन्थ्यो, यो विचार चाहिँ मलाई आउँथ्यो। छ नि त अहिले जस्तो मोबाइल शिक्षक भनेर हो झापाको हल्दीबारी नगरपालिका गाउँपालिकाले हजुर प्रविधिमा कम्प्युटर सिकाउनलाई घुम्ने शिक्षक नै राखेको हो। यहीँ चाइनाले उत्तरी बेल्टमा घुम्ने शिक्षकै राख्छ, मङ्गोलियाले घुम्ने शिक्षकै राख्छ। बच्चा फल्दैन, धेरै बच्चा छैनन्। अब धेरै बच्चा नभएपछि एकजना दुईजनालाई पढाउनु त गाह्रो छ त। त्यो त शिक्षकलाई उ गर्ने, बरु 5 दिन 7 दिनलाई गृह कार्य दिने, गृह कार्य उसकै बारेमा उसकै कथाको बारेमा कुरा ल्याउने, त्यसरी चाहिँ गर्नलाई के अप्ठ्यारो छ। त्यो गर्ने बित्तिकै हामीले सजिलै बाटो निकाल्न सक्छौँ क्या। त्यसैले अब यो परम्परागत सोच जुन हुन्छ नि, त्यो सोचमा अलिकति फेरबदल नगरिकन हुँदैन। फेरबदल गऱ्यो भने केही समस्या छैन। अहिले हामीले वस्तुगत रूपमा भन्दा अरू कुराहरू सबै बिर्सेर निजी विद्यालयहरूमा पढ्ने विद्यार्थी र सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थी बिचको दूरी, त्यो नलेजको ग्याप कति हो अहिलेकै परिवेशमा चाहिँ? मैले चाहिँ अर्को ढङ्गले हेर्छु। हजुर, एउटा सरकारी स्कुलमा पढ्ने केटाकेटीहरू अनुभव विज्ञ हुन्। हजुर, निजी विद्यालयमा पढ्ने किताबका विज्ञ हुन्। हजुर, किताबका विज्ञलाई अनुभव थाहा छैन, अनुभवका विज्ञलाई किताब थाहा छैन। त्यसो भए दुईटाको बिचको आदान प्रदान गरिदियो भने के हुन्छ? त्यो आदान प्रदान गर्ने बित्तिकै के हुन्छ, उसँग यो सिक त्योसँग त्यो सिक भनेर भने के हुन्छ? त्यो सोच भनेर भनेको निजी सार्वजनिक यो विद्यालयको बिचको सहकार्यको डिजाइन बनाएको हो। व्यवस्थापकीय सहकार्य कसरी होला, पठन पाठनमा सहकार्य कसरी होला, परीक्षामा सहकार्य कसरी होला, तालिममा सहकार्य। त्यो समाधानको विषयवस्तु भयो। मैले भने ग्याप चाहिँ त छ है अहिले, त्यसमा त शङ्कै छैन नि। ग्याप त हुने नै भयो किनभने सम्पन्न र विपन्नको ग्याप भनेर भनेको कुनै यो त हात कहाँ होला भन्नुहोस् न। मैले पनि समान हुन्छ र भनेर भनेर न्यु खोज्छु मैले। समान झुटमुट बोल्न बन्द गरिदिनुहोस्, किनभने आफ्नै हात हेर्नु समान छन् छैनन् नै होला। छैनन् त अब बुढी औँलो कुन बेला काम गर्नुहुन्छ, चोरी औँलो कुन बेला काम गर्नुहुन्छ, अर्को औँलो कतिखेर काम गर्नुहुन्छ, त्यो त हजुरको काम हो भन्छु मैले। त्यसो भनेपछि त प्रश्न के रहेछ भने समान अनुभूति गर्ने पो प्रश्न हो रहेछ। सरकारी स्कुलमा पढ्ने केटाकेटी अनुभव विज्ञ हुन्, निजी विद्यालयमा पढ्ने केटाकेटी किताब विज्ञ हुन् वा प्रविधि विज्ञ हुन्। प्रविधिको कुराकानी उनले सिकाउँछन्, अनुभवको कुरा यिनले सिकाउँछन् भनेर भन्यो भने त एउटै कुरा भइहाल्छ। भन्ने त हो, तर त्यसले जस्तै भए पनि अलिकति वर्ग विभाजन त अलिअलि भोलि गएर लिएर आउँछ होला नि। होइन, वर्ग विभाजन त गरिसकियो। वर्ग शिक्षाले ल्यायो कि पैसाले ल्यायो, त्यो पनि संवाद गरौँ न। पैसाले किन ल्यायो भनेर भन्दाखेरि केटाकेटीहरू के गरे, घरमा सोफामा बसेको केटाकेटी स्कुलमा गएर भुइँमा गुन्द्री ओछ्याएर बस्ला, थोत्रो मेचमा बस्ला? प्रश्न गरौँ न आफैलाई। पर गएर हेर्नु हुँदैन कि, सँगै ठ्याक्कै गएर चाहिँ हेर्ने बित्तिकै उत्तर आउँछ। उत्तर के आउँछ भने बच्चाको, फेरि बच्चाले के भन्छ, म त त्यो स्कुल जान्न भने के गर्ने बाबामाले, एउटा पाएको छ बल्ल बल्ल, त्यही पनि जान्न भनेर भन्यो भने के गर्ने? उसले त सारा खन्याउँछ। के जान्छ भन्छ त्यही जान्छ। बाल अधिकारको कुरा गर्छौँ, फेरि बाल कर्तव्यको कुरा जान्दैनौँ फेरि हामी। यता हाम्रो त अर्को समस्या छ। अब यी सबै कुरालाई हेर्दाखेरि खाडल भयो भनेर कराउनु न एउटा कुराकानी हो। खाडलको समाधान छ है, समाधान यसरी छ है भनेर भन्नु भनेको बाटो हो। त्यो पनि बुद्धको देश, मध्यमार्गी चिन्तन। पक्कै बाटो त त्यसरी ल्याउनु पर्ने हो नि, होइन र? अब अहिलेकै एज इट इज अवस्थामा चाहिँ हाम्रो जुन अलिकति परीक्षामुखी जिपिएफ हो, पर्सेन्टेज ग्रेड पर्सेन्टेजको जुन प्रवृत्ति छ नि, त्यसलाई परीक्षामुखीलाई अलिकति सिकाइमुखी बनाउने उपाय के देख्नुहुन्छ? मैले अर्को बाटोबाट हेर्छु। मैले चाहिँ के देख्छु भने अबको केटाकेटीलाई शिक्षकले जान्नै सक्दैन भने मैले ठाडै जाँच्न किन सक्दैन भने त्यसो भए परीक्षै नले हुन्छ। किताब जाँच्ने हो त शिक्षकले, होइन र?
किताबले त शिक्षकले त किताबमा पढाएको कुरो पनि जान्ने हो, उसले त बाहिरको त जान्दैन। बाहिरको जान्न थाल्यो भने यो कोर्सभन्दा बाहिर आयो मुर्दाबाद गरिहाल्छन् फेरि। भनेपछि त किताबै जान्ने रहेछ। किताब जान्ने हो भने किताबमा भएका जति पनि कुराहरू छन् त्यसलाई एउटा डिजिटल एप्स बनाएर त्यो एप्स चाहिँ विद्यार्थीहरूलाई दिएर आफूले आफैलाई मूल्याङ्कन गर बाबु नानी हो भन्न मिल्छ? आफूले आफूलाई मूल्याङ्कन गर्छ नि त। त्यो मैले त अहिलेको राष्ट्रपालाहरूलाई पनि भने पहिला भन्दाखेरि म थाकेको छैन। अहिले त यहाँहरूसँग तागत भनेकै त्यही जोस र त्यो के भन्छ डिजिटल कुराकानी हो। योभन्दा बढ्दा यहाँहरूको न अनुभव छ न होस छ, दुइटै छैन, होस पनि छैन अनुभव पनि छैन। अब यो बेलामा यहाँहरूले गर्न सक्ने यही दुईवटा कुराकानी हो। यही दुईवटा कुरामा भिडौँ नि त ल। अब त्यसो भयो भने त विद्यार्थी के हुन्छ, आफैमुखी हुन्छ, परीक्षामुखी हुँदैन। मेरो तागत पुगेन भने आफै हेर्छ, यहाँनिर पुगिन्छ, नपुगे के गर्ने ल त्यहाँ खोज, यो एप्समा जा। अनि उसले आफ्नो सेल्फ इभ्यालुएसनको केही मानक कहीँ त गएर चाहिएला नि, कुनै तहमा गएर कसरी राख्ने? त्यो कम्प्रिहेन्सिभ परीक्षा, कम्प्रिहेन्सिभको के हुन्छ भनेदेखि उसले त्यसलाई विश्लेषण कसरी गर्यो। किनभने अहिले त तथ्यगत कुराहरू त सोध्नै पर्दैन केटाकेटीलाई। मै नै अनुभव गर्छु, म केही कुरा जानु पऱ्यो भने म जस्तो मान्छे एप्स त्यो एआईलाई सोधेर के भन्छ चाहिँ ल भन् भनेपछि यिनीखेरि त्यहाँबाट चाहिँ उसले खोरेर गरेर दिइदिन्छ। आफूले जाने भन्दा फरक कुरो केही दिन्छ कि भन्ने त हुन्छ नि कम्तीमा। अब त केटाकेटीलाई के भन्नु पऱ्यो भने ल यी सबै तथ्य एआईले यसरी भन्छ, तिम्रा बाले यसो भन्छन्, आमाले यसो भन्छन्, तिम्रो चाहिँ नि किताबले यसो भन्छ, तिम्रो सन्दर्भले यसो भन्छ। अब यी सबै कुराकानीबाट तिम्रो बुद्धि चाहिँ के हो भन्ने खालको जाँच लिएपछि त जाँच पनि भयो, बुद्धि पनि आयो, सृजनशीलता के हो भने सृजनशीलता पनि भयो, गरी के गरी खान्छौ भनेर गरी खाने कुरा पनि आयो, सबै त एकैचोटि आउँछ। त्यसले त्यो खालको ढङ्गको बनाउन मजासँग सकिन्छ। अहिले राम्रो अवसर हो, किनभने प्रविधिमा जानकार सरकार छ, उनले जान्ने केही समस्या पऱ्यो भने एआई खोज्ने सरकार छ। विद्यार्थीलाई नै खोजाउन, त्यो स्कुलको विद्यार्थी पनि होस्, विश्वविद्यालयको विद्यार्थी पनि होस्, 0 क्लासदेखि पिएचडीसम्म गरौँ। तर हामी त अझै रटि नै रहेछौँ, रटनमुखी नै छ। रटन पनि समस्या होइन। रटनलाई समस्या भन्नु भनेको हामीले हाम्रो पुर्खालाई मार्नु हो। त मैले ज्ञान माराहरूलाई सजाय हुन्छ, ज्ञान माराहरूलाई कसले सजाय गर्ने भनेर म पीडाको व्यक्त गर्छु। किनभने नि हाम्रा पुर्खाले त्यो किताब घोकेरै बचाएको हो। चाहे त्यो त्रिपिटक पढ्नुहोस्, चाहे मुन्दुम पढ्नुहोस्, चाहे लुतापेता पढ्नुहोस्, चाहे चाहिँ जलमुखी पढ्नुहोस्, चाहे चाहिँ वेद पढ्नुहोस्, त घोकेरै बचाएको हो। ज्ञानमारा चाहिँ को भयो त? ज्ञानमारा हामी भयो। कसरी? हामी जसले घोक्नु बेठिक हो भनेर भने नचाहिने कुराकानी गऱ्यौँ। मैले नचाहिने किन भने भनेदेखि घोक्नु बेठिक हो भने पुर्खाले किन घोके भनेर सोध्नु ठिक हो कि भइसक्यो। घोक्नु भनेको कग्निटिभ ब्रेनलाई क्रियाशील बनाउँछ भनेर भन्ने कसले भनिदिने हो? घोकाइले हाम्रो शरीरमा त्यो हाम्रो देवनागरीको अक्षरसँग त ऊर्जाको सम्बन्ध छ, कसले बोलिदिने हो? त्यो क भन्दा कहाँ ऊर्जा हुन्छ, ख भन्दा कहाँ ऊर्जा हुन्छ होला नि त। एउटा लेभलसम्म घोक्नु ठिक होला कि सबै घोक्नु ठिक होला? होइन, जसले घोक्नु त्यो भनेको कग्निटिभ ब्रेनवाला घोक्छन् क्या, तिनको विशेषतै त्यही हो। त्यो घोकेको कुरा उसले सम्झन्छन्, तिनले उपयोग गर्छन्। त्यो कग्निटिभ ब्रेनको कुराकानी हो। संज्ञानात्मक चिन्तन भएको मान्छेले घोक्छ नै घोक्छ, त्यो तरिकै त्यही हो। तर जो सृजन त्यो बनाउनेवाला हुन्छ नि, कन्स्ट्रक्टिभिस्ट भन्छ नि, निर्माण गर्ने विनिर्माण गर्ने अर्कै खालको केटाकेटी हो कि। त्यो अर्कै खालको केटाकेटीलाई त्यही दिउँ नि त। त्यसो भए घोकेको कुरा के गरी सोच कसैलाई घोक्न आउँदैन भने चाहिँ फेरि उसलाई जबरजस्ती परेन, उसले चाहिँ के गर्छ नि, गरेर हेर्छ नि त। त्यसैले त्यो मान्छे अनुसार सोच्ने किसिमको कुरा गरिदियो भने त भइगयो त। किन पुर्खालाई गाली गर्ने? उनले त यत्रो बेरसम्म त घोकेरै बचाइदिया हुन्, ती त महान हुन्। अहिले मुन्दुम सङ्कलन गरे के घोकेरै बचायो भएन? अहिले लुताम पेता भनेर गुरुङहरूले सङ्कलन गरे भने के हो? त्यो थारूहरूले जलमुखी भनेर जम्मा गरे के अरे? त्यो सबै घोकेरै बचाएका कुराकानी। यो सब कुरा बताउनलाई कसरी एउटा राम्रो शिक्षक बन्ने? अब शिक्षक बन्ने मात्रै बताएर त सम्भव छैन। होइन, शिक्षकहरूलाई के रहेछ भनेदेखि शिक्षकलाई म बारम्बार के भनिरहन्छु भने शिक्षकलाई तालिम दिएर अब हुँदैन। शिक्षक तालिमभन्दा माथि गइसक्यो। तालिम दिनुहुन्छ, अहिले तालिम दिनुहुन्छ, भोलि त्यो तालिमको केही कुरै मिल्दैन। किनभने अहिले भनेको कुरा भोलि फरक परिसक्छ। तालिममा जे दिनुपर्ने हो त्यो नदिया भएर नमिल्यो कि? तालिम गर्ने तरिकै नजानेर हो।
तालिम होइन नि, शिक्षकलाई तालिम चाहिँदैन। तालिम शिक्षकलाई त जिस्काउने हो। ल बच्चाभन्दा तपाईँ पछाडि कि अगाडि ल भन्नुहोस् भन्यो भने हामी त अगाडि शिक्षक हो। ए हो र? मोबाइल बिग्रियो भने कसले बनाइदिन्छ भने केटाकेटीले ए को अगाडि रहेछ भन्ने बित्तिकै अनि त चाहिँ उसको टाउकोमा आउँछ हो त। त्यसो भए पछाडि भएर अगाडिको मान्छेलाई अगाडि लाउने तरिका के हो भने त प्रश्न गर्ने हो। प्रश्न गर्ने तरिका के हो? आफूले प्रश्न बनाउनु जाँदैन, तिमीले बनाऊ भनेर भन्नलाई के हो? यति गरिदिने बित्तिकै भइहाल्दो रहेछ। त्यसैले अबको निम्ति शिक्षकहरूलाई अध्यापक गर्ने किसिमको कुरोहरू भएन। राम्रो गर्ने शिक्षकहरू अघि मैले भन्दै थिएँ, राम्रो गर्ने शिक्षकहरू जम्मा पारौँ न त एक ठाउँमा। त्यो जम्मा पार्ने भनेको सजिलो छ। अहिले मोबाइलबाटै जम्मा हुन्छ। कसले के गरेछ ल राम्रो राम्रो हजुरहरूले गरेछ यहाँ पठाइदिनुहोस् भनेर भन्यो भने त एक ठाउँ जम्मा हुन्थ्यो नि त। त्यसमा नेपालीमा भन्थे, अङ्ग्रेजीमा स्क्रोल गऱ्यो भने त विदेशलाई पुग्थ्यो नि त। मैले भन्थेँ पार्टी पछिको गरौँ न यार भनेर भन्दा पनि बुझ्दैन नि त। के गरौँ मैले? किन मैले गर्ने त होइन त्यो, म त सडकबाट भन्ने हो। भन्दाखेरि त मैले भनेको कुराकानी के हो भनेदेखि त्यस्ता राम्रा गर्ने मान्छेहरू पनि छन्, त्यो सकारात्मक कुरा हो। तिनलाई अगाडि ल्याउन सकिन त्यो पीडा हो। अनि त्यसपछि गएर तिनलाई चाहिँ नि अध्यावधि गर्नको निम्ति राम्रो पक्ष के थियो? सबैसँग मोबाइल छ, सबै फेसबुक चलाउँछन् अहिले शिक्षक। त्यो फेसबुकमा दिनहुँ नयाँ नयाँ कुराकानी हालिदिने बुद्धि नआउनु चाहिँ नि समस्या हो। तर सरकारी सार्वजनिक विद्यालयका अधिकांश शिक्षकहरू स्थायी छँदैछ जागिर, त्यो मानेमा धेरै अल्छी हुनुहुन्छ भन्ने भने अन्याय हुन्छ उहाँहरूलाई? होइन, त्यसरी भन्न पनि अलिकति अप्ठ्यारो छ। किन अप्ठ्यारो छ भने केही छन् केही छैनन्। त्यसैले मैले शिक्षकलाई त वर्गीकरण गर्ने गरेको छु, अब्बल, दोयम, सिम, चार भनेर। चार शिक्षकहरूबाट के नतिजा आउँछ? चार शिक्षक भन्नु भने यहाँहरूको अब बाली पाक्यो, घर जानुहोस्, बरु खल्तीमा पैसा हालेर घर जानुहोस् भन्ने हो। भर्खर पढ्नु भएको रहेछ भने, बाली नपाकेको रहेछ भने? बाली नपाकेका चार छैनन्, किनभने तिनीसँग ऊर्जा छ नि त। ऊर्जा भएको केटाकेटीलाई त तल आउन सकिन्छ। हिजो मात्रै म बझाङको एउटा उसले बझाङकै हो, उसले चाहिँ मैले कहाँ बोले रहेछु त्यो बोलेको सुनेर टेलिफोन खोजेर फोन गरेर अनि त्यसको गुणस्तर भने के रहेछ सर तपाईँले मसँग छ भन्नुभयो, त्यो मलाई पठाइदिन्न भनेर भने शिक्षकले नै मैले पठाइदिएँ, हिजै पठाइदिएँ। उहाँले भन्ने बित्तिकै तुरुन्तै ल गुणस्तर भने यो हो, आफूलाई मूल्याङ्कन गरेर हेर्नुहोस् यो भने यो हो। यस्तो खालको शिक्षक पनि छन् जो जिज्ञासु हो। त्यसको अनुभव छ कि छैन मलाई समस्या भएन, त्यो जिज्ञासा नै मैले महान माने। अब त्यसो हुँदाखेरि चाहिँ त्यस्तो महान मान्छेहरूलाई जोसँग जिज्ञासा छ उसले त केही न केही त गरिहाल्यो। अनि एउटा हाम्रो दङलाग्दो पक्ष लाग्छ मलाई चाहिँ, हरेक चैत वैशाखमा गएपछि शुल्क सम्बन्धी रोइलो चल्छ क्या हाम्रोमा। सबै निकायले, सरकारले एउटा विज्ञप्ति निकालिदिन्छ, स्थानीय सरकारहरूले आफ्ना सरकारी क्षेत्राधिकारभित्रका विद्यालयलाई यति लिस भने भनेर वर्गीकरण पनि गरिदिन्छ। अनि फेरि म देख्छु जन लाग्छ त्यो निजी विद्यालय खास गरिकन यिनीहरूको सरोकारमा अब 5,000 शुल्क उठाउने लिने उठेकै छ, 50,000 उठाउने लिने उठाएकै छ। एउटै मुलुकको नियम कानुन ती विज्ञप्ति पनि जारी भएकै छन्। यो के तरिका हो? यसको चाहिँ के देख्नुहुन्छ? त्यो चाहिँ हामीले के नबुझेको हो भनेदेखि नियमन गर्ने हो कि स्वतन्त्र बजारमा छोड्ने हो? यो टुङ्गो गरिदिए त पुग्छ त। चिया अड्डामा गयो भनेदेखि चिया कति रुपियाँ तिर्ने हो? सडकमा खायो भने कति रुपियाँ तिर्ने हो? त्यो व्यक्तिगत रुचि हो कि सरकारले चिया अड्डामा त्यो तय भएरै यस्तो भइरहेको होला? यो दृश्य ठिकै हो? त्यसो भनेपछि चाहिँ प्रश्न के आयो भनेदेखि नियमन गर्ने हो भने नियमन गर्नु पर्यो कडाइ साथ। होइन उनले स्वतन्त्र छोड्ने हो भने स्वतन्त्र ढङ्गले जानु पर्यो। गर्ने के हो भनेर भने टुङ्गो गरिदिनु पऱ्यो नि त। टुङ्गो नगरेपछि त हुने त यही त हो। के चाहिँ गर्ने हो त हजुरको? मेरो हिसाबमा के हो भनेदेखि यो के भन्छ, उनीहरूसँगै बसेर कुरा गर्नु पनि हुन्छ, अभिभावकसँग बसेर कुरा गर्नु पनि हुन्छ। किनभने अभिभावकहरूसँग अर्को रमाइलो रहेछ, मैले यति रुपियाँ तिरेर पढाएको छु भन्नु कथित अहम उहाँसँग रहेछ। उहाँहरूलाई के भने हजुरका छोराछोरीले पढ्ने जति पढ्ने हो त्यति पढाउने अर्कोको ग्यारेन्टी गर्छु, ल ग्यारेन्टी गर्छु भनौँ न। सरकारीमा पढ कि निजीमा पढ कि धार्मिकमा पढ कि अथवा चाहिँ गुठीमा पढ, जहाँ पढे पनि तिम्रो न्यूनतम यति क्षमता हुन्छ भनेर भने कसलाई रमाइलो लाग्दो हो? त्यति त गर्न सकिन्छ नि त। त्यो गऱ्यो भने त लड्नु परेन। अनि त्यति हुँदाहुँदै पनि फरक पैसा तिर्न पाउने किसिमको तरिका हुन्छ भने अब आफ्नो बसाइलाई पैसा तिर्ने होला। चिया अड्डाले पैसा किन धेरै लिन्छ भन्नु बसाइलाई लिन्छ, चियालाई त होइन नि त।
होइन र। त्यसैले बसाइलाई लिन्छ भनेदेखि बसाइको निम्ति यति पैसा तिर्नुपर्ने, तिम्रो सुविधाको यति त्यो बसाइ सुविधा इत्यादि सबै जोड्दाखेरि शिक्षामा अब सेवा भन्ने कुरो चाहिँ केही रहेन, है व्यापारै मात्रै हो शिक्षा। अर्को बाटोबाट हेरौँ, रमाइलो रहेछ। सरकारी स्कुलमा सरकारले 48% खर्च गर्छ, 48 कि 47 होला, 47% खर्च गर्छ। बाबुआमाले 53% खर्च गर्छ। अहिलेको सरकारको तथ्याङ्क हो। सरकारी विद्यालयमा पढाउनु, सरकारी विद्यालयमा भन्दैछु, निजीमा छोड्नुहोस्। त्यसो हो भने कसले पैसा तिरिरहेछ? अहिले राम्रा निजी भने कसले पैसा नलिनु छोडेको छ? यहीँ काठमाडौँमै हेर्नु न, ती निजीले पैसा, के अरे सरकारी स्कुलले पैसा ल्याएको छैन? लिएकै छ नि त। अनि बाबुआमाले केटाकेटीको के अरे शिक्षा निःशुल्क भन्ने पनि यो पनि वाहियातै भयो नि त। होइन, त्यो भने के हो भने अब त्यसलाई फेरि अर्को भाषाबाट बुझ्नुपर्छ। अर्को भाषा के हो भने संविधानले लेखेको कुरा भनेको प्रोग्रेसिभ रियलाइजेसन हो। प्रोग्रेसिभ रियलाइजेसन भनेर भने चाहिँ गर्नुपर्छ तर अहिले सकिँदैन होला, बिस्तारै गर्दै जाउँ भनेर भने हो। संविधानको कुरा कार्यान्वयन भएन भनेर न्यु खोज्ने भनेको ऐन चाहिन्छ। ऐनले निःशुल्क र अनिवार्य भनेर भने चाहिँ त्यो अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा लेखिएको छ। अब त्यो लेखे पनि भएन। मैले चाहिँ अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको दफा नम्बर 19 पल्टाएर हेर्नु हो भने मजासँग देखिन्छ। अब त्यो पालिकाले गर्नुपर्ने हुन्छ। पहुँचको ग्यारेन्टी पालिकाले गर्नुपर्ने। पहुँचको ग्यारेन्टी पालिकाले नगर्दा सजाय दिएछ, गरेकोमा स्याबासी भनिएको छ, गर्नु नसक्नेलाई सघाएको छ, लेखेर मात्रै छोडिदिएको छ, त्यसले गर्दाखेरि भएन। अब निःशुल्क भनेर भने चाहिँ प्रश्न के हुन्छ भने निःशुल्क भनेको पैसा कहाँ ल्याउने भन्ने हो? ट्याक्सबाट ल्याउने हो। ट्याक्सबाट ल्याउने भए ट्याक्स बढाउँ, शिक्षा कर भनेर लाउँ, त्यो त गरिरहेको छैन। अहिले त गऱ्यौँ नि क्यारे। हजुर, अहिलेको बजेटमा 3% कि कता के शिक्षा कर त्यो त निजी विद्यालयमा पढाउने, त्यसैलाई पनि उतातिर डाइभर्ट गर्नु। निजी विद्यालयले पढाउनेलाई 3% भन्यो भने त बाबुआमालाई भने होइन नि त, त्यो त स्कुललाई तिर भने हो। तर स्कुलले के भन्यो भने बाबुआमालाई तिराउने भनेर भन्यो, त्यति नै हो फरक। अब त्यो भने अप्ट आउटलाई लिन पाइन्छ भनेर भन्ने नियम हुन्छ, अन्तर्राष्ट्रिय जगतको अभ्यास पनि हो। त्यसैले गर्दाखेरि न्यूनतम कुरा सरकारले गर्नुपर्छ, उसको दायित्व हो भने सरकारले पैसा कहाँबाट ल्याउँछ भनेर भन्दाखेरि लोक कल्याणकारी, किनभने यो उसले यस्तो समाजवादी लोक कल्याणकारी, समाजवादी लोक कल्याणकारी के भन्ने शब्द प्रयोग गरेका छन्। पहिले संवैधानिक लोकतन्त्र भनेर भनेको थियो क्यारे, अहिले चाहिँ अलिकति बदलिया छ राष्ट्रपालले अस्तिको चितवनको बेलाबाट। अब यसमा त के बुझ्नुपर्छ भनेर भन्दाखेरि पैसा कहाँबाट ल्याउँछन् भनेर भन्नु पऱ्यो। कि मैले भने जस्तो व्यवस्थापन गर्न जान्नु पऱ्यो, पहाडबाट शिक्षक जम्मै झिक्न पऱ्यो, मधेसबाट झिक्न पऱ्यो, मधेसमा जानु पऱ्यो, अनि विद्यालयहरू चाहिँ गर्नु पऱ्यो। अहिले सरकारले 1 अरब रुपियाँ छुट्याएको पनि छ। अब त्यो गरेर छुट्याउँ त छुट्यायो, तर चाहिँ समाज मान्छ, अभिभावक मान्छ, बच्चा मान्छ। अब त्यसको मनाउने तरिका के हो त्यो बारेमा सोचेको छ? त्यो त सोचेको छैन। अब त्यो सोचियो भने एउटा सम्भावना सरकारले नै पैसा हाल्ने एउटा सम्भावना हो। आफूसँग छैन भने व्यवस्थापन गर्ने दोस्रो सम्भावना हो। तेस्रो सम्भावना के रहेछ भनेर हेर्नु हो भने चाणक्यको तरिका हेर्नुहोस्। यो मजा रहेछ। चाणक्यले 5वटा कुरा गरेर मात्रै के अरे नालन्दा विश्वविद्यालय चलायो। विद्यार्थीले अनिवार्य रूपमा माग्न गएकै हुनुपर्छ, भिक्षाटन। माग्न किन जानुपर्ने? किन भनेदेखि माग्यो भने अहम घट्छ, माग्यो भने समाज बुझिन्छ, समाजशास्त्र पढ्छ, व्यापार गर्नै पर्छ, खेती गर्नै पर्छ, उद्यम गर्नै पर्छ, सेवा गर्नै पर्छ। 5वटा चिज गराएर पैसा जम्मा पारेर नपुग पैसा सरकारले तिरेर नालन्दा विश्वविद्यालय चल्यायो भनेपछि त विचार गर्नु न। त्यो चलन जति तर हाम्रो विश्वविद्यालयहरूमा चाहिँ इन्टर्नसिप गराउने भन्ने अवधारणा पनि त्यो अझैसम्म भयो। त्यो त दिने मात्रै भयो, पैसा दिने भयो। कमाउने के गरी हो? विश्वविद्यालयले पैसा कमाउने बाटो के होइन? बच्चाहरूलाई यो विद्यार्थीहरूलाई स्वयंसेवामा लगाउने टाइपको पनि बिचमा कुरा आएको थियो नि। त्यो त केही नि ठुलो काम होइन। त्यो त ठुलो काम किन होइन भने म त 10 महिना राष्ट्रिय विकास सेवा गएको मान्छे हो नि त। त्यो त कुनै नौलो होइन, पञ्चायतमै थियो नि। नयाँ विचार होइन, यो खालि नयाँले बनाएको हुनाले विचार त नयाँ भएन, कार्यान्वयन चाहिँ भयो कि भएन? भएन, त्यो भएको छैन। त्यो पुरानो हामी त भोगेकै मान्छे हो, 10 महिनासम्म मनाङमा गएर बसेका मान्छे हो। त्यसले अब त्यो भनेको विद्यार्थीहरूलाई अनुभव दिने भनेर भने त त्यो सामान्य थियो। एउटा क्याम्पसले एउटा गाउँमा, त्यो गाउँ चाहिँ नि मैले लिएँ भनेर भन्न मिल्दैन।
त्यो गाउँमा अनुसन्धान गर्नु हुँदैन? मास्टर्सको विद्यार्थीलाई कम्तीमा 1 महिना 2 महिना कति हो त्यो चाहिँ अनिवार्य पढाउनु पर्ने भन्ने त सकिएला नि। किन नसक्नु? अनेक गर्न सकिन्छ। तर खालि के भन्दै नि जस्तो उसले नर्वे के अरे फिनल्यान्डले भन्नुहोस् न, फिनल्यान्डले ल तिमी चाहिँ युवा भयो अब तिमीले चाहिँ अनिवार्य रूपमा सिपाहीमा तालिम लिन जानुपर्छ जाऊ भनेर त पढाउँछ त। केटीहरूलाई अप्सनल, केटाहरूलाई अनिवार्य भनेर भनेको छ। अथवा इजरायल जस्तो मुलुक जहाँनिर जहिले पनि उनीहरू झगडा अब द्वन्द्वकै चपेटामा फस्छन् सबै सैनिक छ त। त्यति मात्रै बिपी कोइराला चाहिँ कन्फ्लिक्टमा बिपी कोइरालाले आफूले आउनुपर्ने हो। नेपालमा पनि बिपी कोइरालाले भनेकै रहेछन्। प्रश्न के रहेछ भनेदेखि गर्ने नगर्ने भन्ने प्रश्न हो क्या। गर्ने त निर्णायक आफू मण्डलीय कमिटमेन्टको। अलिकति हामी अब अभिभावकको पाटोको कुरा गरौँ न। अभिभावकलाई पनि हाम्रो विद्यालयले विद्यार्थी अघि हजुरले भन्नुभएको थियो नि अब ठुलालाई पढाए हुन्न भने जस्तो अभिभावकलाई नै पढाउन जरुरी छ भन्यो भने सही हुन्छ कि गलत? म त वकालत गरिरहेको छु। के अभिभावकलाई सबसे पढाउनु परेको कुरा के छ अहिले? यो कस्तो रहेछ भने दुईटा शब्द छ अङ्ग्रेजीमा, एउटा इन्भल्भ भन्ने एउटा इन्गेज भन्ने। दुईटैको हामीले अनुभव त अभिभावकलाई संलग्न गराउने भन्ने बुझ्दा रहेछौँ, तर दुईटाको अर्थ अलग अलग रहेछ। इन्भल्भ भन्दाखेरि स्कुलले खोजेको कुरा दिने रहेछ, इन्गेज भन्दा अभिभावकसँग भएको कुरालाई उपयोग गर्न स्कुल के गर्छ भन्ने हुँदो रहेछ। त्यो दुईटा अलग अलग वस्तुहरू छन्। अब यो दुईटै वस्तुमा कसरी अभिभावकहरूले गर्न सक्छन्? जस्तो मेरो केटाकेटीलाई 1 महिनासम्म मैले पठाएँ, अक्षरै चिनेन, अभिभावकले भन्नु असाध्यै ठिक हो, त्यो उसको अधिकार हो। तर 1 महिनासम्म पठाउँदाखेरि पनि अक्षर चिनाउन नसक्नु भनेको शिक्षकको कमजोरी हो। अब शिक्षकको कमजोरी हो भने शिक्षक मसँग आक्रामक होलान्। मैले भने हो तपाईँको कमजोरी हो, त्यसमा नाइ भन्नुपर्ने केही छैन, लाज नमान्नुहोस्। किनभने 1 महिना लाग्दैन एउटा अक्षर सिकाउनलाई। एउटा अक्षर सिकाउनु कति बेर लाग्छ? अब त्यो कति बेर लाग्छ भनेर भन्ने किसिमको कुराहरूमा शिक्षकलाई अध्यावधिक नगरेको सरकारले हो। तर पैसा त त्यही अभिभावकले तिर्ने हो। त्यो कर भनेर तिराए पनि, राजस्व भनेर तिराए पनि, वा चाहिँ के भनेर जे भनेर तिराए पनि तिर्ने त उसैले हो। त्यसले उसले तिर्ने कुरामा कन्जुसी नगरौँ, कति तिराउने भनेर भन्ने गरौँ, कसरी तिराउने भनेर भन्ने किसिमको कुराकानी गरौँ। त्यतिपछि निःशुल्क पनि हुन्छ। अभिभावकलाई चाहिँ उपयोग गर्ने भनेर भनेको ल तपाईँले एक दिन दुना टपरी गाँच्नलाई सिकाइदिनुहोस् न भन्न त हुन्छ त। तपाईँले एक दिन मोबाइल मर्मत गर्न सिकाइदिनुहोस् न भन्न त हुन्छ त। तपाईँले एक दिन चाहिँ पहाड चढ्न सिकाइदिनुहोस् न भन्न त हुन्छ त। एक दिन ब्याङ्कको जागिरदार हुनुहुँदो रहेछ, ल ब्याङ्कमा के गरी पैसा गर्नेछन् त्यो सिकाइदिनुहोस् न भन्न त हुन्छ त। त्यो किन नगर्यो हामीले? हाम्रा स्कुल, सरकारी स्कुल होस् कि निजी स्कुल होस् कि गुठी होस् कि अर्को होस्, कुनै स्कुलले यसरी सोध्दैन। अभिभावकसँग भएको सिप क्षमतालाई पनि आफ्नै पुँजी ठानेर त्यति बेला त अभिभावक आइहाल्छ नि। अभिभावक पनि आउँछ, ऊ जोडिन्छ पनि, उसको शिक्षा पनि हुन्छ, उसले पनि पुग्छ। अर्को ढङ्ग पनि रहेछ। अर्को ढङ्ग अभिभावकहरू दिनभरि गएर बस्दियोस् भनेर भन्ने रहेछ। त्यो को अभिभावक जाँदो रहेछ भन्दा चाहिँ गरिब पनि जान सक्दो रहेछ, किनभने काम गर्न जान्छ। धनी पनि जाँदो रहेछ, किनभने पैसाले मात्या छ। जाने भनेको त्यही बिचको वर्ग रहेछ। बिचको वर्ग कुरा गर्दो रहेछ, काम नगर्दो रहेछ। अब आशा गरौँ अहिले त राष्ट्रसभाको सरकारले हामी मध्यमवर्गीलाई हेर्छौँ भनेर भनेको छन्। मध्यमवर्गीलाई के गर्नु? हजुरको यो सन्दर्भमा बिचको वर्गको सन्दर्भमा जोड्ने जुन अहिले एउटा भर्सन चाहिँ स्मार्टफोनले बच्चा बिग्रे। धेरै टिचरहरूको मैले सुनेको छु प्रत्यक्ष गुनासो, हजुरसँग त्यो आएको छ कि छैन? अब हाम्रो कुरो सुन्दैनन्, किन मोबाइल हेरेर उनीहरूको ध्यान डाइभर्ट भएदेखि लिएर अनेक कुराहरू जो स्मार्टफोनको थाप्लोमा धेरै नै अब्जस छ अहिले। र त्योभन्दा एक स्टेप अगाडि गएर बच्चा किन बिग्रिँदैन त? त्योभन्दा धेरै त अभिभावक हेर्छन्, बाबुआमै हेरेर बसिरहेको छन् भन्ने कुरा छ। ठिक हो, त्यसो भए अर्को बाटो खोजौँ न। म बाटो खोज्ने मात्रै हेर्छु नि, खोज्ने कुराहरू नगरौँ। बाटो खोज्ने कुरा के रहेछ भन्दाखेरि बाउले के हेऱ्यो भनेर भन्नुपर्ने, बेलुका आमाले के हेरिन् त्यो पनि भन्नुपर्ने, छोरोले के हेऱ्यो त्यो पनि भन्नुपर्ने, छोरीले के हेऱ्यो त्यो पनि भन्नुपर्ने। किनभने यो चारवटा घोप्टेहरूलाई, मैले घोप्टे भनेर भन्नेछु, घोप्टे युगका मान्छेहरूलाई एकतिर फर्काउने केही तरिका त गर्न सकिन्थ्यो नि त। त्यही संस्कृति स्कुलमा पनि लगेर स्कुलको शिक्षकले के हेऱ्यो आज बिहान उसले भनोस् न, हिजो बेलुका के हेऱ्यो भनोस् न, उसले शिक्षकले भनोस्, शिक्षिकाले भनोस् के हेऱ्यो उनीहरूले, त्यहाँबाट बच्चाहरूले के हेऱ्यो त्यो पनि भनौँ न उनीहरूले। अनि लास्टमा गएपछि त्यहाँबाट अब पाठमा कसरी जोड्ने भन्ने बुद्धि शिक्षकलाई हाल्न मिल्दैन। शिक्षकले त्यसो गर्यो भने त्यो प्रविधि समस्या हुँदैन। किन प्रविधि समस्या हो भनेर भन्ने नचाहिने कुराकानी, नचाहिने भाष्य किन बनायौँ
भनेदेखि नि अब एकचोटि विचार कसलाई गाली गर्न जाने? स्मार्टफोन दिने बाउलाई पैसा तिर्ने बाउलाई भन्ने कि आमालाई भन्ने कि बच्चा रोयो भनेदेखि चाहिँ नि हत्ता मोबाइल दिने, खाएन भनेदेखि मोबाइल दिने आमाहरूलाई भन्ने कि कसलाई भन्न जाने हो? कि त्यो कम्पनीलाई भन्न जाने बन्द गरिदियो भनेर भने कसलाई भन्न जाने? यो नचाहिने कुरामा किन टाउको दुखाइ गरे? तर अस्ट्रेलिया जस्तो मुलुकहरूले अलिकति वेस्टहरूले फिनल्यान्ड हो कि कुन मुलुकले त अझ यो स्क्रिनै कक्षा कोठाबाट हटाउने भन्ने, अस्ट्रेलियाले चाहिँ अब यो फोनमा लिमिटेसन लगाउने अस्ति भर्खरै यो गर्यो। अनि यो कुराहरू हाम्रोमा चाहिँ अब ढिलाइ भयो जस्तो लाग्दैन हजुरलाई? होइन, हाम्रो संस्कृतिसँग अर्कै कुरा छ। हाम्रो संस्कृति र उनका संस्कृतिमा एकदमै फरक छ भनेर भने पनि बुझ्नुपर्छ कि हामी त्यो शिक्षामा जहिले पनि के हुन्छ भने संस्कृति सार्न सकिँदैन कि शिक्षा सार्न सकिन्छ, संस्कृति सकिँदैन। उदाहरणको लागि भन्नु, अस्ट्रेलियन बच्चा बच्चीलाई आई से नो भन्यो भनेदेखि त्यो केटाकेटीले गर्दैन, गऱ्यो भनेदेखि गो फर ग्राउन्डिङ भनेर भन्यो भने गएर टुक्रुक्क बसेर यसरी बसिरहन्छ, आई मिन ग्राउन्डिङ भन्छ, भित्र बसिरहन्छ। हाम्रो केटाकेटी के गर्छ? रोडाइ गरेर हैरान खाउँछ। एउटै हो, रोडाइ गरेपछि बाउले पनि दिन्छ आमाले पनि दिन्छ, नभए हजुरआमा आउँछन्। एउटा मान्छेलाई यस्तो नातिलाई एउटा नातिनीलाई यस्तो किसिमको गर्ने भनेर भन्छ, हजुरबाहरू आउँछन्, हजुरआमाहरू आउँछन्। अब हाम्रो बुद्धि र तिनका बुद्धि एउटै हो? होइन नि। तिनकहाँ बन्द हुन्छ, हामी कहाँ बन्द चाहेर पनि हुँदैन। त्यो रमाइलो गर्न पाइन्छ, नहुने कुराकानी होइन। अब यस्तो कुराहरूमा हामीले अलिकति चिन्तन गर्नुपर्ने हो क्या। जसरी हामीले चाहिँ नि यो ऊ गरिरहेको छौँ, जङ्क फुड हुन्छ कि हुँदैन भनेर भन्ने नचाहिने कुराकानी गरिरहेको छौँ। मैले नचाहिने भने, नचाहिने किन भने भनेदेखि नि बच्चा दोगला भयो झन्। कस्तो अप्ठ्यारोमा पऱ्यो बच्चा भनेदेखि मैले केटाकेटीहरूलाई सोधेको छु, के खाएको त्यो? चाउचाउ खाएको हुँदैन भनेको छ नि त। स्कुलमा हुँदैन, घरमा त हुन्छ अरे। किनभने बाउले पनि दिन्छ आमाले पनि दिन्छ, हुँदैन भन्नु। अब त्यो केटाकेटीले नचाहिने कुरा सिकाएर हो त। अब त उसलाई बरु के भन्नु पऱ्यो, तिमीले चाउचाउ खायौ भने, बिस्कुट खायौ भने तिमीलाई यो चिजको कमी हुन्छ। त्यो कमी चाहिँ नि तरकारीबाट यसरी पुरा हुन्छ, माछाबाट यसरी हुन्छ, मासुबाट यसो हुन्छ, घिउबाट हुन्छ, तेलबाट, केही त भनिदिनु पऱ्यो ताकि उसलाई चाहिँ नि यो त। तर बच्चा त चाउचाउ खाएपछि तरकारी नखाने, माछा नखाने, घिउ नखाने भयो नि त। उसलाई कसले भनिदिया सर त्यो यो खाएपछि हुन्छ भनेर? उसलाई त हुँदैन र हुन्छ मात्रै सिकाएको छ, अनि कहाँबाट हुन्छ त? रिजनिङ त्यति राम्रो बुझाइएको छ पुगेन नि। उसलाई त भनिदिनु पर्छ यो हो के हो भनेर भन्ने। त्यति गरिसकेपछि हुन्छ के? त्यसैले म त के देख्छु भने हाम्रा मान्छेहरूको चिन्तन गर्ने शैली देख्दै प्रिय लाग्छ मलाई। मलाई सम्झना हुन्छ कुनै बेला म गोर्खामा गएर गर्दाखेरि हेरेको थिएँ, त्यहाँ मैले जान्ने भएर एकजना चुरोट खानु हुँदो रहेछ। चुरोट खानु कति खर्च हुन्छ? यति खर्च हुने, अनि फिस तिर्नुहुन्छ नि त पैसाले। तपाईँ यत्रो जान्ने मान्छे हुनुहुँदो रहेछ, विद्वान पढे लेखेको। यो मलाई सिकाउनुको साटो त्यो कारखानै बन्द गरिदिँदै त म खाँदै खाँदा नि भने अब बोल्ने त्यत्रो कुरा गर्नेले त्यो चाउचाउ कारखानै बन्द गर्नु गए भए होइन, के त्यो खानु हुँदैन र खानु हुन्छ भनेर नि खोजिरह। कसलाई भन्ने भने नि जङ्क फुड हो भने त बुढाबुढीले खानु। यो पनि एउटा तर्क हो। अनि सरकारले जस्तो कि यदि साँच्चीकै जङ्क फुड यसरी यो हो भनेदेखि चाउचाउ कारखानालाई नियमन गरेर त्यसको उत्पादन घटाउने यो गर्न सम्भव छैन? सम्भव त। अथवा त्यसमा चाहिँ के थपिदियो भने हुन्छ, त्यसमा हाड कमजोर हुने हुन्छ, त्यसपछि हाडी बलियो हुनलाई के तत्त्व छ त्यसलाई चाहिँ खाद्य प्रयोगशालामा अनुसन्धान गरेर सकि त हो। किनभने सारा बच्चाको स्वास्थ्य बिगार्नु भन्दा त हो नि। यो चिन्तन हामीले नगरेर हो क्या। त्यसैले मैले त के देख्छु भने कहिलेकाहीँ उत्पादन पनि गर्ने हानिकारक छ पनि भन्ने सुर्तीको खोलमा त्यो क्यान्सरको फोटो राखेको जस्तो त्यही राखेको जस्तो मात्रै हो। त्यो के गर्ने? मैले कहिलेकाहीँ युवाहरूले त्यो गरेर खोल्दाखेरि त्यो त्यसै हो अङ्कल राखेर भयो हो त्यो हो नि त। त्यसले हाम्रा निम्ति समस्या अर्कै ठाउँमा छ कि जुन ढङ्गले हामी एकोरो यो हो यो होइन भनिरहेछौँ, बिचको बाटो छ, त्यो बाटोमा खोज्यो भनेदेखि समाधान निक्लिहाल्छ। अबको 10 वर्षपछि हुन त हाम्रो 10 के 20 वर्षपछि भने पनि हुन्छ, हाम्रो विद्यालयहरूको, हाम्रो शिक्षालयहरूको, हाम्रो शिक्षाको अवस्था कस्तो देख्नुहुन्छ? खल्तीमा स्कुल हुन्छ, स्कुल पनि चाहिँदैन, कलेज पनि चाहिँदैन। भौतिक केलाई चाहियो? पठन पाठन हट्छ। केलाई चाहियो भने मैले अब त्यसो भन्दाखेरि शिक्षकहरू सन्किन थाल्नु होला होइन, व्यवस्थापकहरू सन्किन थाल्नु होला। तर प्रश्न के हुँदो रहेछ भने स्कुलले दिने कुरा मोबाइलले दिन थालेपछि के हुन्छ भन्नु त? अहिले सिकाइ चौतारी भन्ने कसले बनायो? मैले बनाएर सरकारले बनाइदिए होइन।
अहिले स्मार्टर भनेर भन्ने छ, याद गर्नुभएको छ छैन थाहा छैन। स्मार्टर भनेर भन्ने छ, त्यो छुट्टै एप्स छ। त्यो स्मार्टर चलायो भर्र संसार एआई जेनेरेटेड हो, एआईसँग लगेर चाहिँ गर्न गर्छ। सारा जानकारी स्कुलको जम्मै किताबहरू त्यो स्मार्टरमा छ। चाहियो स्कुल खेल चाहियो भने नि। अब त्यो बेलामा स्कुल कलेज मैले सपना देखेको चाहिँ के हो, म बारम्बार भनिरहन्छु, शिक्षक अब स्कुलमा जाने दिन गए, विद्यार्थी स्कुलमा जाने दिन गए। जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुनुपर्ने अवस्था भयो। त्यो कसरी हुने भयो? नेटबाट हो कि भेटबाट हो? दुईटै बाटो खोज्नुपर्ने भयो। नेटबाट हुँदाखेरि उसले सामूहिक पढ्ला, भेटबाट हो भने ट्युटोरियल सपोर्ट गर्ला। शिक्षकको भूमिका एकदमै चेन्ज हुन्छ। अनि स्कुल कलेज साना साना ठाउँ जहाँ गएर चाहिँ विचारहरू संवाद गर्ने। ल मैले त यो बनाएँ है, मैले त यो हाम्रा पुर्खाको ज्ञानसँग जोडेर यो कुराकानी बनाएँ, पश्चिमी दुनियाँसँग जोडेर यो कुरा बनाएँ, दुईटा मिलाएर मैले यो बनाएँ, वा के होला। तर यसो होला नि त सर, जस्तो कि हामीभन्दा त अहिले पनि 8-10 वर्ष अगाडि पश्चिमेली समाज होला नि त, त्यहाँ पनि त भौतिक कक्षा त चलि नै रहेछ नि। चल्छ, तर स्वरूप बदलिसक्यो। अब अहिले चाहिँ उनीहरू के गर्छन्, म त यहाँ छु, तर मेरो विद्यार्थीहरूलाई मैले अनलाइन आऊ भनेको छु भन्नु भने अनलाइन आऊ भनेपछि स्कुल जानुपर्छ, कलेज जानुपर्छ। साना ठुला भनेर भन्ने नि कुरा भएन। साना बच्चा त झनै छिटो हुने भए। उनको निम्ति त गीतबाट पढाउने, साना साना एपिसोडहरू बनाउनु हुने, त्यो नैतिक शिक्षा र के जाति यो दिने र उदिने भनेर त्यसको साटो साना साना चाहिँ त्यो गीतमै त्यो कुरा राखिदिने वा कार्टुनमै त्यो कुरा राखिदिने गर्न मिल्दैन। किनभने बच्चालाई मनपर्ने कार्टुनमै सारा कुरा हालिदियो भनेदेखि त सबै त सकिहाल्छ त, त्यो बनाउनु हुँदैन। हामीले अहिले चाहिँ बच्चाहरूलाई पढाउन बुझाउन नसकेका विद्यालयहरूले कुरा के छ जुन एकदमै हजुरलाई खड्किन्छ? मैले देख्ने के हो भने बच्चालाई पढ्न सकेन, किताब पढाउने किसिमको कुरामा बच्चा हटाएन। बच्चाले के भन्ने भयो भने म भोगेको छु। त्यो बच्चाले दुईवटा उदाहरण दिन्छु। एउटा चाहिँ यो धादिङको हो, स्कुलमा त्यो विद्यार्थीले चाहिँ स्कुल जाँदै रहन्छ, अनि नगएपछि अनि गयो भने पछाडि बस्ने गरेर जिस्काएर बसिराख्नेछ। किन भन्दा मैले पढ्ने कुरा त 3 दिन अगाडि मैले जुन कुरा पढिसकेको थिएँ नेटमा त्यही कुरा ल्याएर अस्ति हिजो देखाइरहेको चाहिँ के जाने त्यहाँ एउटा त्यसले अप्ठ्यारो भयो। केही दिन अगाडि उसमा थिएँ म सुर्खेतको अरू सबै बोले, एउटा मिस बोल्नु भएन। मिस बोल्दै भने पछि मसँग आएर नजिकै आएर सर एउटा कुरा पऱ्यो नि, के भयो भने मैले एआई हेरेर पढाएँ, होमवर्क पनि दिएँ, विद्यार्थीले एआई जम्मै सारेर ल्याइदिन्छ, के गरौँ भनेर भन्नुभयो। अनि मैले पनि अब एउटा काम गर्नुहोस्, के गरिदिनुहोस् भनेदेखि नि यो एआईले भनेको कुरा त एकदम ठिक हो, तिम्रा बाउले के भन्छन्, आमाले के भन्छन्, त्यो पनि सोध, किताबमा पनि के भनेको छ, मैले के भनेको थिएँ, त्यो सबै जोडेर तिमीले चाहिँ के भन्यौ भनेर लेखेर ल्याउ त भनेर भनेपछि त्यो त हुने रहेछ, गर्नु न। अब त त्यतातिर जानुपर्ने परिस्थिति भइसक्यो क्या। किनभने विद्यार्थीहरू इन्फर्मेसन जङ्की भन्छन् नि, त्यो जानकारीको थुप्रो सोर्स राख्यो कि टाउकोमा, त्यसले गर्दाखेरि त्यसले त झन् अदरवाइज सेप गर्ने भयो, ब्रेनलाई बर्बाद गर्ने भयो। अनि ब्रेन त फेरि चाहिन्छ कि चाहिँदैन थाहा छैन। अहिले भर्खरै मात्रै यहाँले हेर्नुभयो भनेदेखि मेरो ब्रेन अर्कालाई हाल्न मिल्ने किसिमको ढङ्गको परीक्षण गरिरहेछन् अहिले। अब भोलि त त्यो डाउनलोड गरेर टाउकोमा हाल्ने किसिमको कुराहरू चाहिँ सफल भयो भने यो एलन मस्क जस्ता मान्छेहरूको लिएको धुन सफा भयो भने यो दुःख पनि के हो भन्ने कुरा, त्यो त कति बेर लाग्दैन। त्यति बेला सायद इकोनोमीले अहिले पैसैले किन्ला फेरि ब्रेन पनि बियर छैन। किनभने नि उसले त के भन्छ, एलन मस्कको भनाइलाई सुन्नुभयो भनेदेखि अबको 10 वर्षमा न के अरे शिक्षक चाहिन्छ न डाक्टर चाहिन्छ भन्यो। डाक्टर पनि अब त रोबोटले गर्ने हो होइन, अब शिक्षक पनि रोबोटले गर्ने भयो। अहिले चाहिँ भारतमै मद्रासमा हेर्नुभयो भने रोबोट हेडमिस बनाएर राखेको छ अहिले भारतमा। अब भने चाहिँ हाम्रा निम्ति के नौलो हो, त्यो त कति बेर लाग्दैन त। अहिले इन्जिनियरिङका केटाकेटीहरूलाई ल बना भनेर भन्यो भने त बनाइहाल्छ। त्यसैले अबको निम्ति भनेको शिक्षा भनेको कस्तो हुने भयो भने विश्लेषण गर्ने, सिर्जना गर्ने, अनि त्यसपछि गर्दैन त्यसैको आधारमा चाहिँ कमाउने कसरी बनाउने, त्यो रमाउने कसरी बनाउने, त्यो खालकोतिर धकेल्ने परिस्थितिमा जान सक्छ अबको 10 वर्ष 20 वर्षमा। त्यतातिर लान सकिएन भने हाम्रो चिन्तन चाहिँ कस्तो हुन्छ भने केटाकेटीलाई जबरजस्ती गरेर कोच्याउने चाहिँ हुन्छौँ, तर पढाउने हुँदैन। हजुरले अब यति बृहत्तर रूपमा बुझ्नु भएको छ,
एउटा हाइपोथेटिकल कुरा, जस्तो कि मानौँ हजुरको नाति अथवा नातिनीलाई हजुर कहाँ बसिराख्नु भएको त्यही लोकालिटीको एउटा स्कुल चुज गरेर हाल्नु पर्दा के आधारमा हजुरले स्कुल चुज गर्ने त अहिले भइरहेको नेपाल? बच्चाको रहरमा। किन बच्चाको रहरमा भनेदेखि नि बच्चा थोरै छन्, उनको रहर प्रमुख हो, मेरो रहर होइन। मैले मेरो नातिलाई त्यही भने हो, कहाँ पढ्छौ तिमी निर्णय गर। अनि बाबुआमाले यसो गर्ने उसो गर्ने होइन, तिमीहरूले भने मैले मान्दिनँ, उसले भने मान्ने हो, उसलाई सोध्नु जाऊ। उसले निजी नै स्कुल चुज गरे होला पक्कै, त्यो ट्रिनिटीमा पढ्छु भने ल जाऊ भन्ने। यो अहिलेको सरकारले अलिक अगाडिबाट आइतबार चाहिँ छुट्टी दियो नि, रमाइलो गरे हो। किनभने उहाँहरूलाई के रमाइलो लाग्दो रहेछ भनेदेखि अरूले जे गरे त्यही गर्नुलाई, किनभने एआईलाई सोध्ने हो, एआईलाई सोद्धाखेरि त त्यही भन्छ बन्द गर्दै आफूले के गर्छ र भने नि एआई भने त त्यही हो। शिक्षक छैन के गर्ने, त्यो स्कुल बन्द गर्दै भन्नुहुन्छ, उसलाई त के मतलब हो होइन र? त्यो विकल्प उसको त निम्ति विकल्प त त्यही हालिदिएको कुरा भन्ने न हो। यो निर्णय एआईलाई सोधेरै भएको होला भन्ने लाग्छ हजुरलाई? म त्यहाँबाट पर जान्न, किनभने नि जानेको भए उनले दुईवटा कुरा असाध्यै हेर्थे। पहिलो के हेर्थे भने संविधानको अनुसूची 8 हो कि 9 हो भनेर हेर्थे। पढेका छौँ भने होइन, प्रधानमन्त्रीले त हामीलाई सकल कसैले सिकाउनु पर्दैन भनेर भन्नु नै भयो। सिकाउनु पर्दैन भन्ने मान्छेले सिक्या त होला त, त्यो संविधान त पल्टा होला, त्यसको अनुसूची 8 पनि पल्टा होला, त्यहाँ स्थानीय सरकारको तह के अरे अधिकार भनेर देखा होला। त्यसपछि यिनले जबरजस्ती गर्न पाइन्छ? अहिले धेरै स्थानीय तहले त मानिरहेको छैनन्। त्यति मात्रै होइन, प्रदेश सरकारले पनि कोशी प्रदेशले के गर्यो भने साउनको 1 गतेदेखि आइतबार चलाउने भनेर लेखिरहेछ। अनि निर्णय गरिसक्या भयो नि, यो त मिलेन छ भनेर ब्याक हुन त सकिन्थ्यो नि, सही कुरा त। दोस्रो ठाउँमा उनीहरूले चुके। उनीहरूले के गर्यो भने जुन आधार बनाए त्यो आधार चाहिँ के भने तेल अहिले सङ्कट भएको हुनाले यसो अहिले तेल त सङ्कट छैन त, अब चाहिँ फेरि त्यही बोक्छ नि त। अब उनले सोध्नुपर्ने विषयवस्तु हो त्यो माथि पनि। अब यो किन शनिबार आइतबार 2 दिन बिदा दिए भनेर भन्ने चाहिँ इतिहास हेर्नु हो भने इसाईहरूको इतिहास हेर्नुहोस्, त्यसपछि गएर चाहिँ त्यो ज्युजहरूको यहुदीहरूको इतिहास हेर्नुहोस्। उनले किन शनिबार र आइतबार जिजससँग चाहिँ टाँसेर त्यो कुराकानी किन गरे भनेर भन्ने त्यो बुद्धि कसले हालिदिने हो तिनलाई? किन थियो यो चाहिँ? यो पनि एउटा इन्ट्रेस्टिङ त्यो 5 दिनसम्म चाहिँ जिजसले के काम गर्दै गरे, 6औँ दिनमा सुते, 7औँ दिनमा उ गरे। त्यसैले गर्दाखेरि यस्तै भयो। उनीहरूको तरिकै त्यही हो नि त। ओल्ड टेस्टामेन्ट पढ्नुहोस् न, न्यू टेस्टामेन्ट हेर्नुहोस् न, तिनले भन्ने भाषा त्यही हो क्या। अब उनका बुद्धिमा के आयो? शनिबारको बिदाको कन्सेप्ट त उसै बाइबलमै छ हो नि त्यही। अच्छा, त्यसले त्यो शुक्रबार गुड फ्राइडे भनेर त्यो गुड फ्राइडे हाम्रा होइन नि त, तिनका हुन्। तर हामी त के भने नक्कल गर्न सिपालु आयो हुनाले गुड फ्राइडे भनेर चाहिँ भने अब त्योसँग टाँसिएको एउटा त्यो किसिमको कुरोबाट हो। त्यसरी हेर्दाखेरि म के देख्छु, यिनले चाहिँ नि फर्किए पनि हुन्थ्यो। अब अहिले त फर्किने समय थियो नि त। हो, पालिकाले काठमाडौँकै मेयरहरू, काठमाडौँ भ्यालीभरिको मेयरहरू जम्मा भएर निर्णय गरे आइतबार चलाउने भनेर पालिकामा त्यही गरे। कतिपय पालिकाले के भने हामी कहाँ त मोटर पनि चल्दैन, के पनि चल्दैन, त्यसैले गर्दाखेरि हामी गर्छौँ भनेर 13 थुममा गरे। अब एउटा यो अर्को पनि हाइपोथेटिकलै आयो कुरा, कसो भने जस्तो कि अहिलेको सरकारले अब शक्तिशाली पनि छ, हर हिसाबमा ऊ पनि गरिरहेछ। अहिले लिनुपर्ने 5वटा स्टेप हजुरलाई के लाग्यो भने, अथवा मानौँ न एकछिनलाई हजुरलाई नै शिक्षा मन्त्री बनाइदियो भने 5वटा निर्णय गर्नुपर्ने तत्काल कुरा के छन्? मलाई बनाउँदैन नबनाउने कुराकानी के हो? उनीहरू नै भनौँ, ठिक छ, तर निर्णय त गर्न सके नि। होइन, मैले सामान्य भाषा भने मैले सामान्य भाषामा म भए के गर्थेँ भनेर योभन्दा अगाडि महावीर पुनलाई पनि हामीले म भए के गर्थेँ भनेर त्यहाँ पहिलो नम्बरमा शिक्षकलाई अध्यावधिक गर्थेँ। त्यो चाहिँ उसको मोबाइलबाट उसलाई चाहिँ उसको फेसबुकमा नयाँ कुरा दिनु, टाउकोमा घन्टी बजाउने किसिमको विषयवस्तु वा उसलाई चाहिँ नयाँ समस्याहरू दिएर कसरी गर्नुहुन्छ? त्यो कसले दिने? शिक्षा मन्त्रालयले? मन्त्रालयले कामै त्यो त। नत्र मन्त्रालय किन चाहियो भने? मन्त्रालय नभए नै हुन्छ नि, सङ्घीय सरकारमा सबै ठाउँमा मन्त्रालय हुन्छ र भने त्यसको लागि फेरि एकचोटि अस्ट्रेलिया गर्नु पर्यो, के गर्नु पर्यो? केही पर्दैन। यो के गर्नु प्र्याक्टिकल्ली कसरी सम्भव हुन्छ भन्ने कुरा प्रविधिमा चाहिँ उहाँहरू सिपालु नै हुनुहुन्छ नि, प्रविधिमा जानकार होइन त। ठिक, 1 नम्बर कुरा। अर्को दोस्रो उहाँहरूले के गर्नुपर्छ भन्दाखेरि आफूले आफूलाई जाँच्ने विद्यार्थीलाई, शिक्षकलाई दुईटैले आफूले आफूलाई जाँच्ने वा अभिभावकले पनि जाँच्न मिल्ने खालको सामग्री बनाइदिनुपर्छ, डिजिटल सामग्री, एप्स। त्यो पनि गाह्रो छैन,
त्यो सजिलरी हुने किसिमको विषय हो। तेस्रो, विद्यार्थीहरूलाई चाहिँ नि गरी खाने सिप अनिवार्य रूपमा सिकाउनुपर्छ। त्यसो गर्दाखेरि सबैलाई, मैले कसैलाई भनिनँ, सबैलाई अहिलेको ढङ्गको चिन्तन हो त्यो क्रुप्सकाएको बुद्धिको चिन्तन हो। कुनै बेला रसामा भएको बुद्धिको त्यो गरी खाने सिप जस्तो कि हजुरले भने आलु फलाउने सिप, झ्यालढोका बनाउने सिप, जे गरे नि भयो, आलु फलाए पनि भयो, आलु बेचे पनि भयो, आलुको चिप्स बनाउने र त्यसपछि गएर चाहिँ के बनाउने भनेर गरे पनि भयो। त्यो त उनको कुराकानी हो। अब त्यसको निम्ति गर्नुपर्ने के भन्दाखेरि बच्चाहरूलाई त्यो विभिन्न कुराहरू चाहिँ यसरी सम्भव छ है भनेर त्यो सानो सानो युट्युबहरू बनाइदिनु पर्ने हो। युट्युबमा हेरेर व्यावसायिक सिप त्यसरी सिक्छन्। प्राविधिक भनिनँ मैले, व्यावसायिक भनेको चाहिँ नि गैर सैद्धान्तिक हुन्छ, व्यवहारमै गर्नुपर्ने हुन्छ। प्राविधिक भनेको सिद्धान्त पनि हुन्छ। यहाँ चाहिँ के गर्छ, आलुबाट हुन सक्ने कुराकानी के हो। अब उदाहरणको लागि भनौँ न, ऐँसेलु खर्क गाउँपालिका भनेको खोटाङको हो, त्यहाँ रिल्दुक भन्ने बनाउँछन् आलुबाट। के हो त्यो रिल्दुक भनेको के हो भनेदेखि त्यो शेर्पाहरूले आलु बेचेर पिठो किन्न जाँदो रहेछन्। अब आलु यत्रो बेच्यो, पिठो यति ल्यायो, बेकार भयो नि त। एउटाले सोचेछ मोमो खाएपछि बुद्धि आएछ, मोमो खाए यस्तै डल्लो बनायो भने त हुँदो हो त आलुको। त्यही सोचेछ उसले, आलु पिसपास छिटछाच पार्यो, छिटछाच पारिसकेपछि उसिन्यो, ताछ्यो, डल्लो बनायो, पिठो पनि डल्लो बनायो, दुईटालाई फेरि मिसायो, दुईटालाई कुटकाट पार्यो, फेरि एक ठाउँमा जम्मा पार्यो। त्यसै बाफमा पकाउने किसिमको तरिका गरेर रिल्दुक उनीहरूको भाषामा रिल्दुक भन्ने नाउँ दियो। अब टिमुरसँग खाने कि यो के भन्छ मासुसँग खाने कि चिकन हो कि मटन हो कि फलाना हो कि तिलाना हो कि। अब त धेरै आलु नै खपत भयो नि त, अब त पिठो खोज्न जानु पर्छ नि धेरै। एउटा हजुरले भनिराख्नु भएको कुरा नि, जस्तो कि विद्यार्थीहरू फरक फरक प्रवृत्ति स्वभावका हुन्छन्। कसैलाई व्यापार गर्न मन लाग्छ, कसैलाई अब पढाउन मन लाग्छ के। अनि यो कुराहरू हामीले जुन प्र्याक्टिकल हामीलाई हो, यो कुरा सही हो कि जस्तो कि हामीले पढाएर उत्पादन गरेका विश्वविद्यालयसम्मैबाट उत्पादन भएका विद्यार्थीहरूले जस्ट डिग्री मात्रै लिए, सिप सिकेर निस्केनन्। त्यो हरेक विद्यार्थीलाई फरक फरक सिप सिकाउने तौर तरिका विश्वविद्यालय शिक्षा, विद्यालय शिक्षामा हामीले कसरी घुसाउन सकिन्छ व्यावहारिक रूपमा? दुईटा तीनटा तरिका छ, साह्रै सजिलो छ। मैले त्यो वकालत गरिरहेको छु, तर अब त्यसलाई बुझ्न जानेन, बुझाउन सकिनँ। अब बुझ्न जानेन भन्दा उनीहरू दोषी हुन्छन्, बुझाउन सकिनँ भन्दा म दोषी हुन्छु। अब को दोषी हुने त्यो रमाइलो होला, सरकारले त्यसलाई बुझेन त्यो अर्को ठाउँमा होला। गर्न सकिने सजिलो तरिका के रहेछ भनेदेखि एउटा कुरा जस्तो आलुबाट बन्ने कुराहरू के हुन् भनेर भन्न चाहिँ एआईलाई सोध्यो भने हुर्र संसार भनिदिन्छ है। कुन कुन देशमा के प्रयोग गर्छन् भनेर भन्यो भने संसारभरि थाहा हुन्छ। ती कुराहरूलाई जम्मा पारेर आलुको के बन्न सक्छ भनेर भनिदियो भने त त्यो त युट्युबमा हेऱ्यो भने त केटाकेटीले थाहा पाउँछ नि त। अहिलेको भान्सा गर्ने मान्छे हो, एकजना पत्रकार साथीले भन्नुहुन्थ्यो, लेडी हो, उहाँले भन्नुहुन्थ्यो मैले दाल भात तरकारी पकाउन जान्दछु, मेरो छोरोले चाहिँ त्यो के भन्छ पिज्जादेखि लिएर के जाति बर्गर सर्गर सारा बनाउन जान्छ। कहाँबाट सिक्यो भन्यो भने त युट्युबमा। लगभग मेरो केसमा पनि यस्तै हो। भनेपछि त एउटा मजा त रहेछ त, बच्चा त अगाडि गएको हो रहेछ त, बच्चा त मोबाइलबाट सिक्दो रहेछ त। तर त्यो मोबाइलबाट सिक्छ भनेर भन्ने बुद्धि चाहिँ नि त्यो सरकारसँग भइदिया भए मलाई लाग्छ त्यति त्यो भन्दा चाहिँ गरी खाने सिप सिक्थ्यो भने त्यो अर्को तेस्रो काम हुन्थ्यो। चौथो काम के हुन्थ्यो भन्दाखेरि हामीले हाम्रो कुराहरूलाई विकसित गर्नै जानेनछौँ। हामीसँग कस्तो राम्रो तरिका रहेछ भनेर भने त त्यो किरा लाग्यो उसमा भनेदेखि असुरोको पात हाल्ने कि अर्को के गर्ने कि अर्को के गर्ने कि हामीसँग गजबको ज्ञान रहेछ। तितेपाती हाल्ने कि के हाल्ने कि त्यो ज्ञान रहेछ। त्यो ज्ञानहरूलाई चाहिँ सङ्कलन गरेर त्यसपछि त्यसलाई आधुनिकीकरण गर्ने किसिमको कुराहरू त्यसमा विद्यार्थीलाई सङ्कलन गराउने। विद्यार्थीले सिर्जना पनि गर्यो, काम पनि भयो। यता यो जहिले पेप्टिसाइड जुन हामीले चाहिँ पेप्टिसाइड गरेर प्रयोग गरेर मैले सम्झेँ हजुरले भन्दै गर्दाखेरि रैथाने विश्वविद्यालयको अवधारणा थियो नि एउटा। म वकालत गरेँ, नसकेर थाकेको छु। अहिले कता पुगेको छ? अहिले त्यो थन्केर बसिएको छ। किनभने त्यो किराँतीजी हुनुहुन्थ्यो त्यतिखेर, उहाँले चाहिँ रैथाने विश्वविद्यालयको निम्ति एउटा गरिदिनु भएको थियो। पछि त्यसलाई चाहिँ साथीहरूले बोक्न सक्नु भएन। अब म पनि
त्यसलाई विश्वविद्यालय बनाउनलाई चाहिँ सल्यानमा गरौँ भनेर भन्दा चाहिँ बल पनि गऱ्यौँ। त्यसपछि जुम कर्णाली प्रदेशको मुख्यमन्त्री दाहिने हात र देब्रे हात दुइटै पार्टीलाई, काङ्ग्रेसलाई पनि माओवादीलाई पनि दुइटै पार्टीलाई भने पनि उहाँहरूलाई पनि मैले उ गर्न सकिनँ। अहिले भर्खरै मात्र केही दिन अगाडि म चाहिँ नि दाङको बेस भन्ने संस्थासँग सम्बद्ध माननीय दिल्ली चौधरीसँग कुराकानी गरेर उहाँले त्यो चकौरा भन्ने ठाउँमा चाहिँ नि यो सङ्ग्रहालय बनाउनु भएको छ, थारू सङ्ग्रहालय, त्यही मार्फत काम गरौँ न त ल भन्दै चाहिँ प्रस्ताव बनाएर पठाएको छु। केही दिन अगाडि हो, मलाई चाहिँ 8-10 दिन अगाडि मैले त्यो प्रस्ताव बनाएर पठाएको छु। त्यो ज्ञानहरू बटुल्ने र त्यसलाई अनुसन्धान गर्ने, त्यसैमा पेटेन्ट राइट लिने, त्यसैलाई चाहिँ नि विकसित गर्दै गर्दै गरेर लाने किसिमको तरिका गर्थेँ मैले। त्यो तेस्रो काम गर्थेँ। अनि अहिलेको सरकारसँग यसको कुरा पुर्याइएन? लेखेर दिएको छु। त्यो लेखेर दिएको छु भने किन भनेदेखि एउटा सरकारको मन्त्रीसँग त मैले भेटेको छैन, उहाँको शिक्षा हेर्ने मान्छेसँग चाहिँ नि ऊ छ, उहाँलाई मैले बनाएको लेख उहाँलाई पठाइदिएको छु। मैले सार्वजनिक रूपमा लेखेका पनि छु र त्यो पान भन्ने एउटा संस्था, प्रिन्सिपल एसोसिएसन अफ नेपाल भन्ने छ, त्यो संस्थाले आयोजना गरेको कार्यक्रममा मैले बनाएको लेख हो। त्यो लेखलाई मैले चाहिँ उहाँहरूलाई पठाइदिएको छु। अब पठाएपछि उहाँहरूले पढ्नुहुन्न थाहा छैन, किनभने अब कहिलेकाहीँ मन्त्रीहरूलाई पठाइदियो, उहाँहरू असल बानी के हुँदो रहेछ नि नपढ्ने बानी रहेछ, साह्रै राम्रो त्यो स्थिति हुँदो रहेछ। त्यसो हुँदाखेरि अब त्यसलाई कसो गर्ने भन्ने किसिमको कुराकानी होला। त्यो चौथो कुरो भने। पाँचौँ चाहिँ नि अनुसन्धानलाई संस्थागत गर्थेँ, त्यो अनुसन्धानलाई संस्कृतिको रूपमा बदलिदिन्थेँ। त्यो भनेको के हो भनेदेखि हाम्रा पुर्खाहरूले अनेक अनुसन्धान गरेका छन्, अनेक, मैले एक मात्रै भनिनँ, अनेक। अब यसरी बुझ्नु न, हामी अनुसन्धानका ठुला कुराकानी गर्छौँ। एउटा त्यो डम्फु बनाउने मान्छेलाई सोच्नुहोस् त, त्यो डम्फु बनाउनेले कति अनुसन्धान गर्यो होला। त्यो मेचीको पनि महाकालीको पनि सबै डम्फु बनाउनेहरूले कोइरालाको बोटैको त्यो हो। एकजनाले मलाई मेरो बारीमा कोइरालाको रुख थियो, त्यो कोइरालाको रुख बेच भनेर भन्न आउनुभयो कि, अनि त्यो म त फुल खाने, हामी त तरकारी खाने कुरा, अब यो किन बेच्नु पर्यो भनेको उहाँलाई चाहिँ त्यो तामाङ कम्युनिटीको जुन ढ्याङ्ग्रो बनाउन चाहिँ त्यो कोइरालाकै रुख चाहिँदो रहेछ। त्यो घुमाउने बनाउनलाई चाहिँ त्यो रहेछ। त्यो बुद्धि कसले हाल्यो होला? मैले दिया हो, कुनै पश्चिमाले दिया हो? ती पश्चिमाहरू भन्दा मेरो तामाङको क्षमतालाई एकचोटि हेर्नुहोस् त। त्यही कुरा एउटा आरण बनाउने विश्वकर्माको ढङ्गलाई हेर्नुहोस् त, एउटा ठेकी बनाउने चनारोलाई हेर्नुहोस् त, त्यो अनुसन्धानकर्ता होइनन्? हो। कसले अथवा हाम्रो त्यो त हजुरले नै भन्नुभएको छ कतै जस्तो लाग्छ, त्यो हाम्रो हलो जोत्ने तरिकाको यति डिग्रीमा त्यो एङ्गल बनाउने भन्ने कुरा त त्यसै त भएन होला। त्यो त ऋग्वेदमै लेखेको भएको छ। हो, यो त अचम्म रहेछ क्या। अब यतिसम्म रहेछ, किनभने ऋग्वेद मैले बुझेको ऋग्वेद भन्ने मैले गएको चैतमा निकालेँ भने ठुलै भोलुम छ, झन्डै 1500 पेज जतिको वस्तु छ, त्यो पनि अनुष्टुप छन्दमा। हजुर, त्यहाँ मैले लेखेको छु। कसरी बनायो होला यो चिन्तन? अब यस्तो चिन्तन भनेको त अनुसन्धान त छ, त्यही अनुसन्धानको कुरालाई संस्कृति बनाइदिने, त्यसलाई चाहिँ संस्कार नै यस्तो बनाइदिने कि मैले साथीको अनुसन्धान गर्ने, साथीले मेरो अनुसन्धान गर्ने, यसैबाट संसार अनुसन्धान हुन्छ नि त। त्यहीँबाट पेटेन्ट राइट लिन पनि हुन्छ, के पनि हुन्छ। मलाई लाग्छ यो किसिमको तरिका गरिदिन्थेँ। यति 4-5वटा काम गर्ने हो भने हाम्रो विद्यार्थीलाई नि सम्भावना देखाइदिन्थेँ। अहिले त हाम्रो सम्भावना नदेखाइदिएर गडबड भयो। सम्भावना देखाउने भनेको बेच्ने के हो भन्ने रहेछ। बेच्ने के हो भने कति सजिलो रहेछ भन्दाखेरि हामीसँग त्यत्रो डाँडो रहेछ, त्यो डाँडामा के फलाउने भन्दा जे फलाए नै हुँदो रहेछ। त्यो भने के हो भनेदेखि डाँडा चढ्ने हाइकिङको ऊ बनाइदिए पनि भयो, बन्जी सानो केटाकेटीलाई बन्जी बनाइदिए पनि भयो, प्याराग्लाइडिङ भनिदिए पनि भयो, के जे भने पनि हुने। लगानीका कुरा होलान्, प्र्याक्टिकल्ली लगानी पनि सजिलो रहेछ। यो लगानी चाहिँ के रहेछ, व्यवस्थापकीय चिन्तन हुने। म डाक्टर चैतन्य मिश्रले भनेको सम्झन्छु, उहाँले कुनै बेला लेख्नु पनि भएको थियो, तर यो देशको मान्छेहरूले त्यसलाई बुझ्न सकेनन्, माने सरकार चलाउनेले बुझेनन् भनेर भनौँ। अब देशको मान्छे त देशैको मान्छेले भने हो। उहाँले के बोल्न थाल्नुभयो अहिले त? होइन, बोलेर पो हुन्छ के भन्ने थाल्नुभयो होला। म त पत्यार गरेर बोल्नै पर्छ, छोड्नु हुँदैन भनेर भन्ने पक्षमा छु। अब उहाँले के भन्नुभएको थियो भने काठमाडौँमा खानेपानीको निम्ति 1 रुपियाँ पनि खर्च गर्नु पर्दैन भनेर भन्नुभयो। कसरी जान्छ उहाँले लेख्नुभयो। उहाँले कति सजिलै भन्नु पनि भयो।
त्यो घरमा ट्याङ्की राख्नु कति रुपियाँ पर्छ भने 6,000 7,000 कति पर्थ्यो 6,000 पर्छ त 6,000 रुपियाँ प्रत्येक मान्छे अनि पाइप राख्नु पनि त माथि तलदेखि पर्यो त्यसो कति पर्छ होला 1,000 पर्छ 7,000 एउटा घरले म तिम्रो छानामा पानी पुर्याइदिन्छु 7,000 रुपियाँ मलाई देऊ भनेर भन्ने हो भने कति पैसा उठ्थ्यो प्रश्न त परिचालनको रहेछ कि परिचालनको चिन्तन गर्यो भने हुँदो रहेछ जस्तो इटहरीको बाटो फराकिलो गजब किन रहेछ भन्दाखेरि 80% मेरो 20% तिम्रो हाल तिम्रो घरको अगाडि मैले बाटो बनाउने हो भन्ने बित्तिकै त भयो त अथवा त्यहाँ त इनार खन्नेदेखिको लगानीका कुराहरू खर्चको कुराहरू आउन सक्छ त्यसैले प्रश्न के हुँदो रहेछ भन्दाखेरि यो खालको परिचालन गर्ने तरिका गर्ने हो भने लगानी प्रश्न हुँदैन लगानीलाई अहिले नै भनौँ न अहिले बाटो बनाउनको निम्ति लगानीलाई समस्या हो र भने होइन नि त्यो ल बाटो बनाउनुहोस् 20 वर्षको यो बाटो चल्दाखेरिको 20 वर्षको आम्दानी जम्मै तपाईँको भनिदिनु कतिजनालाई पैसा निकाल्छन् अहिले त्यो शिक्षकलाई भत्ता भएन के भएन भनेर भन्यो भने तपाईँको आम्दानी यहाँबाट हुन्छ यति प्रतिशत आम्दानी हुन्छ ल भन्यो भने उसले तलब हाल्छ त्यहीँबाट चाहिँ उ गर्छ पेन्सन भयो उसलाई त्यो त बुद्धि नै चाहियो अब बुद्धि खर्च नगरेर अनि त्यसै विदेशीसँग ऋण लिन थाल्ने त्यही दुर्बुद्धि मात्रै बोकेपछि त हुने कि हाम्रो कन्टेक्स्टमा शिक्षक बढी महत्त्वपूर्ण हो कि पाठ्यक्रम शिक्षक महत्त्व किन भनेर भनेदेखि नि शिक्षक भए पाठ्यक्रमलाई हल्लाउन जान्दछ पाठ्यक्रम भएर शिक्षक हल्लिँदो रहन्छ भन्ने पनि अनुभव छ हो अहिलेको कन्टेक्स्टमा नेपाललाई एउटा मात्रै चुज गर्नु पर्यो भने निजी विद्यालय कि सामुदायिक सार्वजनिक सार्वजनिक म त उकालो सार्वजनिकको गर्ने हो तर चाहिँ के हो भने निजी यस्तो भएछ त्यो चाहिँ नि नाइ भन्न नसक्ने अवस्थामा पुगेछ त्यसैले सार्वजनिक भन्दै पनि अब दुईटाको बिचको समन्वय चाहिँ हाम्रो निम्ति जरुरी हो अनुशासन कि स्वतन्त्रता अनुशासन प्रश्न हो किनभनेदेखि हाम्रा पुर्खाले सिकाएको तरिकालाई योगलाई एकचोटि विचार गर्नु योग ध्यान यो के भन्छ प्राणायाम आसन यो चारवटा कुरामा बच्चाहरूलाई ल यसरी बस्ने भनेको आसन हो यसरी सास फेर त्यो भनेको प्राणायाम हो यसरी चाहिँ नि के भन्छ आँखा चिम्लेर बस अथवा आँखा खोलेर बस तर एउटै कुरामा ध्यान राख केही नभयो भने बुद्धले भने जस्तो आँखा चिम्ला आकाश हेर भन्यो भने मैले केटाकेटीलाई जिस्काएको छु आँखा चिम्ला कसरी आकाश हेर्ने सर किनभने हेर्न सक्दैन नि आँखा चिम्ल्या छ सम्झ भने अब त भन्यो भने त्यति गर्ने बित्तिकै त्यो हुँदो रहेछ त्यति भएपछि उनीहरू अनि योगको बिस्तारै योगमा आरूढ हुन सक्ने किसिमको परिस्थिति तर हामीले धेरै गफ गरेर विद्यालय शिक्षामा समावेश गर्न नसकिया पाटो चाहिँ योग पनि हो है एउटा होइन त्यसको कारण रहेछ कारण के रहेछ भन्दाखेरि योग भने त्यो थरीथरीको हुँदो रहेछ मैले त्यो योगको बारेमा केही दिन अगाडि यो भावातीत ध्यानवालाहरूकोमा प्रस्तुत गरेँ एउटा पेपर नै लेखेर प्रस्तुत गरेँ योग चौतारी बनाउनु पर्ने परिस्थिति हो अब चौतारी किनभने कोहीले भन्छन् मन्त्र जप कोहीले भन्छ मन्त्र छोड कोहीले भन्छन् नाकको टुप्पो हेर कसैले भन्छ के अरे आकाश हेर कसले भने ठिक हो अनि त्यो मान्छे त कन्फ्युजन भयो अनि त्यो के गर्दो रहेछ आफ्नो ढङ्गको गर्दो रहेछ अनि आफूलाई लागेको कुराकानी सिकाउँदो रहेछ त्यहीँनिर गएर चुक्दो रहेछ अब बरु चौतारी बनाएर को मान्छेलाई यो शान्त ध्यान मनपर्छ को मान्छेलाई क्रियाशील ध्यान मनपर्छ को मान्छेलाई मन्त्र सम्झँदा मजा आउँछ कुन मान्छेलाई त्यसमै पनि विकल्पहरू दिनु पर्यो त्यसमा दिएर छाना भनेर भन्यो भने त भोलिपल्टै भन्छ नि हामीले अहिले दिइराखेको पाइल्स अफ होमवर्क कि प्रोजेक्ट वर्कको पनि फेरि गुणवत्ता आफ्नै ठाउँमा छ है अहिले त्यो होइन होमवर्क दिने बुद्धि जानिएन जे दिए पनि एउटै हो किनभने होमवर्क भन्नु र त्यो असाइनमेन्ट वा प्रोजेक्ट वर्क भन्नु एउटै कुराकानी हो तर त्यो जानिएन किनभने नै मैले साथीहरूलाई भने के दिनुभयो गृह कार्य भने त्यही किताबको बर्बाद गर्नुभयो किनभने ऊ केटाकेटी के गर्छ भने त बाख्रा हेर्न जान्छ त्यो बाख्राकै होमवर्क दियो भने नि त बाख्रा अटाउको कतिवटा रमाउँछन् भनेर भनिदियो त होमवर्क त हुन्थ्यो त जसले बाख्रा अटाउको रौँ गन्थ्यो गन्थ्यो नि कतिले ल्याउँथ्यो औषध आउँथ्यो कमसेकम यति हुँदो रहेछ भन्थ्यो अनि त्यो एआईलाई सोधो कतिवटा हुँदो रहेछ भनेर उसले भन्थ्यो
अनि त्यो भनिसकेपछि मिल्ने कुराका नजिक भएपछि बच्चा पनि मङ्ख पर्थ्यो, अनुसन्धान पनि हुन्थ्यो, काम पनि हुन्थ्यो, गृह कार्य भनेर त्यो अन्त लेख्थ्यो नि त, अथवा अङ्कहरू तीबाट सिक्थे होला, केही हुन्थ्यो। त्यो खालको बुद्धि हाम्रो शिक्षकलाई हाल्नै सकिएन, परिणाम त अप्ठ्यारो भयो। नेपाली माध्यम कि अङ्ग्रेजी माध्यम? विषय त खासै केही होइन, त्यो जे विषय भन्यो भने हुन्छ, त्यो व्यक्त गर्ने भने न हो, कसरी व्यक्त गर्ने भन्ने हो। अब कसरी व्यक्त गर्ने भन्ने पनि कस्तो हुँदो रहेछ भने समयसँग। अङ्ग्रेजी नजान्ने त पछि पर्यो भन्ने भयो नि त। होइन नि, यो गजब हुँदो रहेछ। त्यो सोच कस्तो मजा आउँदो रहेछ भने एकजना सज्जन संस्कृतको विज्ञ हुनुभयो, म एआईको कुरा गर्दै थिएँ, त्यसपछि मलाई त अङ्ग्रेजी आउँदैन भन्थे, यसलाई संस्कृतमा भनेर भन्नु न भने भन्छ र सर, गएर देखाएपछि त ओहो यो त हिन्दीमा भनेर राखेँ मैले, त्यो पनि दियो, नेपालीमा भन्नु भने त्यो पनि लेख्यो, अहिले त तामाङमा पनि बनाइसक्यो, नेवारमा पनि बनाइसक्यो भने भोलि त्यस्ता खालका बहुभाषी एप्सहरू बनाउनु मिल्दैन। भाषाको कुरो होइन, विचारको कुरा हो। विचार त जेमा व्यक्त गरेर नि होइन। अनि त्यसमाथि पनि अर्को फाइदा के भइसकेछ अब भने, उका एकजना चाइनिज आउनुभएको थियो, एकजना नेपालीले लिएर आउनुभयो, मैले चाहिँ अङ्ग्रेजीमा सके नसके भनिरहेको छु, उहाँ मोबाइलले यसो गरेर बसिरहनु भएको छ, पछि को थाहा पाएँ मैले त, त्यसले अनुवाद गरिरहेको छ चाइनिजमा। अनि फेरि उसले चाहिँ चाइनिजमा भन्ने रहेछ, भनेपछि खेर त मलाई चाहिँ दोभाषीले भनिदिँदो रहेछ, मेरो पनि मोबाइल अन गरिरहेको हुँदो रहेछ, मेरो बुद्धि रहेछ, फेरि मसँग एप्स पनि थिएन होला सायद। अब त्यो स्थिति भइसक्यो नि त, यो स्थितिलाई उपयोग गर्ने चिन्तन समस्या हो, अरू भाषा समस्या होइन। कक्षा कोठाभित्रको शिक्षा बढी महत्त्वपूर्ण हो कि बाहिरको शिक्षा बढी महत्त्वपूर्ण हो? अब केटाकेटीले कहाँबाट सिक्छन् भनेर भन्यो भने कक्षा कोठाभित्र मात्रै सिक्छन् र बरु अलमल पर्छन्। घरमा एउटा सिक्छन्, स्कुलमा अर्को सिक्छन्। म उदाहरण भन्छु, बर्दियामा गएको एउटी बच्चीले के भन्यो भनेदेखि मैले सोधेँ, यो संसार कसले बनायो भनेको, अगर मास्टर जी पूछेंगे तो कहेंगे कि ये अपने आप ही बनाए विकास होते हुए, अगर मौलवी जी पूछेंगे तो कहेंगे कि अल्लाह ने बनाया है। अब कसले गर्यो यो अपराध कर्म? हामीले दुईटा दृष्टिकोण छ भनेर भन्न हामीले जानेनछौँ। बच्चा फसाउने त हामी रहेछौँ। त्यसले बच्चा दस्तिरबाट सिक्छ क्या, उसले सिकेको कुरा जोड्ने, संश्लेषण गर्ने, जसलाई हाम्रा पुर्खाको भाषामा योजक भनौँ न, त्यो योजक मात्रै शिक्षक चाहिँ नि, अब शिक्षकको भूमिका योजक हो। अब त्यो बच्चाले कहाँ सिक्छ प्रश्न होइन, गाउँमा अयोग्य पुरुष हो नास्ति योजकस्तत्र दुर्लभ भन्छ। एकदमै सही कुरा हो। हाम्रो शिक्षा सुधारको लागि हजुरको शिक्षकलाई पहिला सुधार्नु पर्यो कि नीति सुधार्नु पर्यो त? नीतिसँग केही लिनु दिनु छैन, मैले छैन नै भने। नीति बनाउने, पाठ्यक्रम बनाउने, पाठ्यपुस्तक बनाउने, यो रमाइलो हो, यसलाई रमाइलो भन्ने गर्छु मैले। रमाइलो गर्नु पाइन्छ, गर्नु शुभकामना भन्छु मैले। सुधार्ने पर्ने शिक्षकको पढाउने तरिका हो, अरू केही होइन। किनभने उसको पढाउने तरिका बदल्न सकियो भने विद्यार्थी पढ्न थाल्छ, उसले त्यसलाई के हालिदिने भनेर भने उसैले चिन्तन गर्छ, किनभने ऊ त बुद्धिजीवी हो नि। अनि त्यसो उसैले सोध्छ, यो पाठ्यक्रम त काम लागेन, यसलाई त यसो गर्नुपर्ने रहेछ, उसैले भन्छ। यो पाठ्यपुस्तक काम लागेन, उसैले भन्छ। अब त्यसपछि के गर्ने भनेर उसैले भन्छ। यतिसम्मको पीडा रहेछ कि त्यो पाठ्यपुस्तक पढाइराखेको छ शिक्षक, मैले उनी बन्द गरिदिनुहोस् यार, किन? त्यसले त्यो केटाकेटीले हाँडी देखाएको छ भने छ, तपाईँ हाँडीबाट के पढाउनुहुन्छ भन्नु न भने। अस्ति मात्रै जिस्काइरहेको थिएँ मैले। केटाकेटीले, गरिब केटाकेटी आउँछन्, जान्दैनन्, दलित केटाकेटी आउँछन्, भात पकाएछन् तिनले भने छन्, पानी कति हाल्छन्, यति भन्नु, यति भने कति हो गणितको भाषामा भन्नुहोस् त भने, अनुपात त तिनीहरूले जाने आउँदा छन् सर, भइगयो त त्यति। प्रश्न के रहेछ भन्दाखेरि हाम्रो पढाउने रिलेट भएन। हजुरले बारम्बार भनिराख्नु भएको कुरा, त्यो हामीले व्यावहारिक ज्ञानसँग सैद्धान्तिक ज्ञानलाई जोड्न सकेनौँ। जोड्ने भनेको फेरि अरूले होइन, अभिभावकले त सक्दैन। शिक्षकले, अभिभावकले प्रश्न हालिदिने हो, बरु यसको उत्तर मसँग छैन, शिक्षकसँग सोध भनेर भन्ने हो। शिक्षकले पनि के भन्ने हो, मसँग उत्तर छैन, एआईलाई खोज भन्ने हो। त्यो पनि भएन, साथीलाई सोध भन्ने हो। त्यो भने त हाम्रा पुर्खाले भने थियो नि, त्यो 1/4 गुरुसँग सिक, अर्को 1/4 त्यो के भन्छ साथीसँग सिक, तेस्रो 1/4 विज्ञसँग सिक, चौथो 1/4 आफ्नै अनुभवबाट सिक भनेर त लेखेकै थियो महाभारतमा।
मोबाइललाई स्मार्टफोनलाई चाहिँ त्यसको समय घटाउने अथवा त्यसैलाई सिकाइमा उपयोग गर्ने? म चाहिँ सिकाइमा लैजाउँ भन्छु, किनभने समय घटाउँदाखेरि केटाकेटीहरू यस्तो अभ्यस्त भइसक्यो कि उनीहरूलाई चाहिँ त्यो नभइकन चल्न नसक्ने अवस्थामा भए। अनि केटाकेटी के कुरा गर्दा रहेछन् भनेर पनि हेरेँ मैले। त्यो हेर्दाखेरि के देखिँदो रहेछ भने उनले त्यो देखाएको चाहिँ त्यही बारेमा। अहिले केटाकेटीहरू जम्मा भयो भनेदेखि रोनाल्डो र मेसी फलाना र चिलाना त्यही बारेमा कुराकानी गर्छन्। अब त्यो त फोन नहेरी केमा हेरेर थाहा पाउँछन् होइन र? अर्को कुरा जुन स्थानीय तहमा स्थानीय पाठ्यक्रम नै पढाउने कि सबैलाई एउटै समान पाठ्यक्रम हुनु राम्रो? होइन, यो पनि तरिका हो। जापानिजहरूले स्थानीय पाठ्यक्रम भन्दा रहेछन्, जे कुरालाई स्थानीयकरण गर्दा रहेछन्। जे पढायो भने स्थानीयकरण। उसले चाहिँ अन्तरिक्षको बारेमा कुराकानी गर्यो भने अन्तरिक्षको मात्रै भन्दैन, एउटा तरिका हो। त्यसलाई सान्दर्भिकरण भन्छौँ, स्थानीयकरण भन्छौँ, त्यो तरिका हो। त्यो जानिएन भने स्थानीय पाठ्यक्रम हो। स्थानीय पाठ्यक्रम पनि फेरि अब कस्तो भएछ भन्दै यहीँ गोकर्णमा हेरेको त्यसले चाहिँ के अरे मेयरको नाउँ अब खेलै बनायो त्यो खालको। अब त्यो नगर्नु पर्थ्यो। धेरैतिर छ होला मलाई गोर्खाको त्यो के अबाट उठ्ने चाहिँ के गाउँपालिका हो, त्यसले त एकदम बुढा मुठीपाटीवालाहरूको क्रान्ति यस्तो किसिमको गरेर ठाडै बनाइदिएछ। अब उनको टाउमा के आयो त्यही भन्यो। त स्थानीय पाठ्यक्रम भने हामीले त के सोचेका थियौँ भने स्थानीय कुराहरूमा गर्व गर्ने, के त्यहाँबाट के निकाल्ने होला, त्यसबाट त्यसलाई राष्ट्रियकरण कसरी गर्ने। मलाई लाग्छ अहिले धेरैतिरको मैले नोटिस गरेसम्म चाहिँ त्यहाँका देवी देवताका मन्दिरहरू नजिकका खोला पर्वत यस्तै पहाड यस्तै कुराहरू लेखेको छ जस्तो लाग्छ धेरै जसो पाठ्यक्रम इन जेनरल। ती पनि छन्। त्यसो हुँदाखेरि पनि केही अप्ठ्यारो भएन। त्यसो भए त्यसैलाई चाहिँ कसरी पैसामा रूपान्तरण गर्ने भन्ने थियो नि त। एउटा मन्दिरबाट अर्को मन्दिरमा जानलाई ट्रेल बाटो बनाइदिने, ठक्क त्यो बाटोमा चाहिँ सानो पसल राखिदिने, मोटल एउटा राखिदिने अथवा के गर्ने। त्यति गरिसकेदेखि त्यहाँबाट अर्को ठाउँमा चाहिँ त्यहाँ एउटा चाहिँ सङ्ग्रहालय अथवा अहिले उसले लोकल लेभलमा बुझेका कन्सेप्टहरूलाई भोलि गएर ग्लोबलाइज गर्न नि सकोस्। त्यसैलाई पैसा कमाउने सङ्ग्रहालयको रूपमा चाहिँ गरेर घुम्ने एउटा चाहिँ हुन्थ्यो। 7 दिनमा आइतबार घुम्ने, शनिबार घुम्ने, के बार घुम्ने भन्थे। त्यो घुम्ने किसिमको कुराकानी गर्थे, बच्चाहरूले ज्ञान पाउँथे। यही ढङ्गको ज्ञान पोखरामा छ, यही ज्ञान चाहिँ नि अमेरिकाको उसमा छ अथवा चाहिँ क्यानाडामा छ अथवा चाहिँ अस्ट्रेलियामा छ भन्न सक्ने किसिमको अवस्था हुन्थ्यो। त्यो तरिका गरिदिने हो भने त्यो समस्या हुँदैन थियो। त्यो त एउटा शिक्षकले भर्खरै छोड्नुपर्ने बानी र थप्नुपर्ने सुधार गर्नुपर्ने बानी केही सम्झिनुहुन्छ? मैले देख्ने चाहिँ के हो भने अब किताब पढाउनु छोड्ने, बच्चा पढ्न थाल्ने। बच्चाको जे क्षमता छ त्यो क्षमताको सूची बनाउने। सूची बनाएर के गर्ने भनेदेखि शिक्षकलाई दिने, ल मेरो बच्चाको यो क्षमता छ, अब हजुर के गर्न सक्नुहुन्छ भनेर जिस्काउने। अनि पछि त्यो क्षमतालाई उजागर गर्नको निम्ति पालिकासँग गुहार्ने। मैले पालिकामा पनि अभ्यास गरेँ, पैसा छ भने छ भन्नु, ल गरौँ त भन्नु। यति गरिदियो भने त बच्चाको प्रतिभा पनि आयो, त्यसको प्रस्फुटन गर्न निम्ति तालिम दिने मान्छे पनि त्यहीँ हुने भयो। बच्चा फेरि यस्तो आइसकेको छ अनि म त उहाँ पारेर हेर्छु भने मैले चाहिँ लमजुङको त्यो के भन्छ बेसरमा बेसरकै हो, बेसरको यसमा नगरपालिकामा एउटा स्कुलमा गएको थिएँ। त्यो 4-5 क्लासमा पढ्ने बच्ची साथीहरू नाचिरहेछन्, मोबाइलहरू छ। तिमी नाच्नु पर्दैन, म यिनीहरूलाई सिकाइरहेको छु नि भने। कसरी हो? मैले मोबाइल हेरिरहेको छु नि। मोबाइल हेरेर सिकाइन्छ त? मैले यहाँ मोबाइल हेरेर चाहिँ तिनको खुट्टा पनि हेरिरहेको छु, त्यो ठिक छ कि छैन। बच्चा त्यस्तो आइसक्यो। तिमी मिस हो? मैले मिस त होइन, म साथीलाई सिकाएको। अब कहाँ शिक्षक चाहिन्छ, अतिरिक्त क्रियाकलापको निम्ति शिक्षक छैन भनेर भन्ने शिक्षक र हाम्रा कथित दीक्षकहरू र त्यो बच्चीको तुलना गरेर हेर्नुहोस् न। अब त्यो कता संसार अगाडि गइसक्यो क्या। त्यसले त्यो अगाडि गएको कुरालाई क्याचै गर्न सक्दैन। यस्ता कुरालाई आजको शिक्षामा सबसे बढी सुधार एउटै मात्रै गर्नुपर्ने सुधार चाहिँ के हो त? शिक्षक र शिक्षक। किनभने नि त्यो सारा कुरालाई घुमाउने मियो भनेर भनेको त्यही एउटा शिक्षक हो। त्यसले चाहिँ कसरी घुम्नुपर्छ, कसरी घुमाउनुपर्छ भने जान्नुपर्छ। त्यो जान्यो भनेदेखि गुणस्तरको ग्यारेन्टी पनि उसैले गर्नुपर्छ। किन मैले त्यसरी भन्छु भनेदेखि राम्रो गऱ्यो भने फुर्ती लाउने को हो? त्यही शिक्षक हो। बिग्रियो भने जिम्मा लिनुपर्ने कसले? अभिभावकले, सरकारले
होइन नि, उसैले हो। यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर भन्ने बारेमा हजुर अलिकति संवाद गर्ने संस्कृति चाहिँ कतैतिर बनाउन सकेदेखि हुन्थ्यो जस्तो लाग्छ मलाई। किनभने हामीसँग चाहिँ के भयो भने आदर्शको कुरा भनेर भन्ने रहेछ। मैले भनेको आदर्शको होइन, एकदमै व्यवहारिक कुराकानी हो। म त्यसमा ढुक्क छु। किनभने अबको बच्चा भनेर भनेको जो बच्चा आउँदैछ नि, त्यो आउँदै गरेको बच्चा अचम्मको छ। न धैर्य छ, 10 सेकेन्ड 15 सेकेन्डको धैर्य। त्यो धैर्यहीन प्राणीलाई लामो भाषण काम गर्छ? गर्दैन। यसै गरी विचारहरू बनाउने हो। हाम्रा पुर्खाले हामीलाई सिकाएको तागत पनि त्यही हो। उनले पहिले कोहम सिके, पछि मात्रै सोहम। हस्, एकदमै आभारी छु हजुरको अमूल्य समय र यति सुन्दर विचारहरूको लागि। अब जाँदा जाँदै हजुरलाई म एउटा के सानो उपहार दिउँ। यो पछिल्लोचोटि मैले आफ्नै प्रकाशन गरेको समय सूत्र भन्ने पुस्तक इटर्नल पब्लिकेसन प्रणालीले प्रकाशन गरेको, यसो हेरेर सुझाव सल्लाह दिनलाई गाइडेन्स मेरो हैसियत भयो भने किन नहुनु सरको। एकदमै सँगसँगै यो udyambazar.com भन्ने एउटा डिजिटल प्लेटफर्म छ, त्यसको तर्फबाट। हस् सर, एकदमै धन्यवाद। मलाई पनि अवसर दिनुभएको आभार व्यक्त गर्छु। हस् दर्शकवृन्द, आजको श्रृङ्खला यहाँहरूलाई कस्तो लाग्यो? मन परेको छ भने आफ्नो सामाजिक सञ्जाल मार्फत साझा गरिदिनु होला भन्ने आग्रह गर्दछु। छुट्टिनु अघि आजको यस कार्यक्रममा सहयोग पुर्याउनु हुने अक्षराङ्गन प्रकाशन प्रणालीलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। त्यसै गरी उद्यम बजार प्रणालीलाई पनि धन्यवाद भन्न चाहन्छु। र आजको यो श्रृङ्खलाका लागि स्थान उपलब्ध गराइदिनु हुने काठमाडौँ बौद्ध स्थित होटल अनुतारालाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। आगामी श्रृङ्खलामा फेरि भेट्ने नै छौँ। हजुरको समय सुखद रहोस्। नमस्कार।